नमस्कार साथीहरु, नजिकै गरेको सार्वजनिक संस्थानको प्री-टेस्टको एक्जामलाई लक्षित गरेर तयार पारिएका निकै महत्त्वपूर्ण सार्वजनिक संस्थान विशेष प्रश्नहरुमा यहाँहरु सबैजनालाई हार्दिक स्वागत छ। तपाईलाई 20 प्राङ्क योबाट सोध्छ र यो सबै क्वेशनहरु मैले ग्रुपमा राखिदिसकेको छु। तपाई ग्रुप जोइन गर्नु भएको छैन भने अहिले नै मेसेज गर्नु होला। यी निकै महत्त्वपूर्ण प्रश्नहरु रहेका छन् साथीहरु र लगभग 250 प्रश्नहरु रहेका छन् र योबाट तपाईलाई 20 प्राङ्क सोध्ने गर्छ। सो यिनीहरुलाई चाहिँ अलि बढी प्राथमिकता दिएर चाहिँ तपाईले तयारी गर्नुपर्ने हुन्छ र यहाँभन्दा बाहिरबाट चाहिँ क्वेशन सायद नजाला है। सकेसम्म सबै चाहिँ यो सार्वजनिक संस्थान विशेष विषयवस्तु चाहिँ यसमा सबै कभर भएको छ है त साथीहरु। कति मिलाउनुहुन्छ तपाईले कमेन्ट गर्ने कोसिस गर्नु होला। भिडियोलाई अन्त्यसम्म हेर्नु होला वा डाउनलोड गरेर तपाईले राख्न पनि सक्नुहुन्छ। एक दुई चोटी चाहिँ यसो प्र्याक्टिस गरेर चाहिँ जानु होला। यहाँबाट क्वेशन चाहिँ 100% आउनेछ है त साथीहरु। सबैभन्दा बढी तपाईको सिलेबसमा भएको पनि यो नै हो। पहिलो नम्बरको क्वेशन रहेको छ। क्वेशन नम्बर 1 मा सार्वजनिक संस्थान भन्नाले के बुझिन्छ भनेर बेसिक कुरा रहेको छ। यहाँभन्दा पहिला मैले पाठ गराएर चाहिँ राखिदिसकेको छु यहाँ अनलाइन एकाडेमीमा। त्यहाँ पनि तपाईले हेर्न सक्नुहुन्छ वा फेरि प्र्याक्टिस गर्न पनि सक्नुहुन्छ है त। अब सार्वजनिक संस्थानले के भन्नाले के बुझिन्छ भनेर सोध्यो भने अप्सनहरु दिन सक्छ। निजी क्षेत्रको संस्था वा सरकारको स्वामित्वमा रहेको संस्था वा व्यक्तिगत व्यवसाय वा कुनै संघ संस्थाको समूह भनेर अप्सनहरु दिन्छ। यसरी हेर्दा सार्वजनिक संस्थान भन्दा बित्तिकै सरकारको स्वामित्व चाहिँ त्यसमा अनिवार्य हुन्छ, जुन अप्सन बी मा रहेको छ। सार्वजनिक अर्थात सरकार भन्न खोजेको है त। अब सार्वजनिक संस्थानको मुख्य उद्देश्य के हो? यो बेसिक कुरा पनि हो, निकै महत्त्वपूर्ण कुरा पनि हो है साथीहरु। अब सार्वजनिक संस्थानको मुख्य उद्देश्य के हो भन्छ? नाफा कमाउने हो कि सरकारी नीति कार्यान्वयन गर्ने हो कि निजी क्षेत्रलाई प्रतिस्पर्धा दिने हो कि विदेशी लगानी आकर्षित गर्ने हो भनेर दिएको छ। अब सार्वजनिक संस्थानको मुख्य उद्देश्य नाफा कमाउने हुन सक्दैन है। सरकारी नीति कार्यान्वयन गर्ने वा निजी क्षेत्रलाई प्रतिस्पर्धा दिने वा विदेशी लगानी आकर्षित गर्ने, यो विदेशी लगानी पनि यसमा हुँदैन। त्यो हुनाले अप्सन डी र अप्सन ए त हामीले यसै पनि आउट गर्न सक्छौं। अब यहाँ निजी क्षेत्रलाई प्रतिस्पर्धा दिने केही हदसम्म प्रतिस्पर्धा दिन्छ, तर त्यसरी प्रतिस्पर्धा दिने नै उद्देश्य लिएर चाहिँ राखिएको हुँदैन। अर्थात यो चाहिँ सरकारी नीति अनुरूप चल्ने हुनाले सरकारी नीति कार्यान्वयन गर्ने चाहिँ यहाँ बेस्ट हुने देखिन्छ, जुन अप्सन बी मा रहेको छ। त्यसपछि हेर्नु पर्दा 3 मा रहेको छ है। 3 मा के दिएको छ त हामीलाई भन्दा सार्वजनिक संस्थानको विकास कहिले र कहाँबाट सुरु भएको हो भनेर सोधेको छ। अब प्राचीन भारतबाट हो कि औद्योगिक क्रान्तिका बेला पश्चिमी देशहरुमा भएको हो कि विक्रम सम्वत 2000 पछि नेपालमा भएको हो कि मध्ययुगमा भएको हो भनेको छ हैन। यो चाहिँ विश्वकै कुरा गरेको हो, नेपालको मात्रै नभएर सार्वजनिक संस्थानको समग्रमा विकास कहिले र कहाँबाट भएको हो भन्दा औद्योगिक क्रान्तिको बेला चाहिँ पश्चिमी देशहरुतिरबाट चाहिँ बेलायततिरबाट चाहिँ अमेरिका बेलायततिरबाट चाहिँ यो सुरुवात भएको मानिन्छ है। विशेष गरेर अमेरिका भनेको पाइन्छ। त्यसैगरी 4 मा हेर्छौं सार्वजनिक संस्थानहरुको मुख्य वित्तीय स्रोत के हो है। विदेशी सहायता हो कि शेयर बजारबाट पुँजी संकलन गर्छ कि हैन। यसलाई जुन चाहिने पैसा हुन्छ, वित्त हुन्छ, त्यो वित्त चाहिँ आफ्नो एक्टिभिटिजहरु रन गर्नको लागि सार्वजनिक संस्थानले पैसा कहाँबाट प्राप्त गर्छ त? अनि सरकारको अनुदान र करदाताबाट प्राप्त रकम हुन्छ कि वा विदेशी कम्पनीसँग सहकार्य गर्छ भनेको छ। यो विदेशी चाहिँ रिलेटेड नै हुँदैन है सार्वजनिक संस्थानमा। सो डी हुँदैन, यसमा पनि विदेशी भनेको छ, यो पनि हुँदैन। शेयर बजारबाट प्राप्त पुँजी भनेको छ। अब यो शेयर बजारमा कतिपय नेप्सेमा लिस्टेड पनि भएका छैनन् हैन, खानेपानी संस्थान लगायतका। यो चाहिँ कहाँबाट स्रोत प्राप्त हुने हो त? वित्तीय स्रोत भन्दा सरकारी अनुदान र करदाताबाट प्राप्त रकम, जुन अप्सन सी मा रहेको चाहिँ बेस्ट मिल्ने देखिन्छ। अब सार्वजनिक संस्थानको एक मुख्य र महत्त्वपूर्ण विशेषता के हो? लाभ मात्र सोच्छ कि सेवा प्रदान गर्ने हो कि निजी क्षेत्रलाई सहयोग गर्ने हो कि विदेशी कम्पनीसँग सहकार्य गर्ने हो भनेर अप्सनहरु दिएको छ। र यसको चाहिँ तपाईको मुख्य विशेषता तपाईले हेर्नुहुन्छ भने यो चाहिँ सेवा प्रदान गर्नु नै यसको उद्देश्य हुन्छ, लाभ नाफा कमाउने हुँदैन है त। यहाँ लाभ मात्रै सोच्ने भनेको छ हुन्छ, त्यो मिल्ने त कुरै भएन। अप्सन बी हाम्रो राइट आन्सर हुने यहाँ देखिहाल्यो। 6 मा हेर्नु पर्दा सार्वजनिक संस्थानलाई कुन प्रकारको संस्था मानिन्छ भनेको छ? नाफामुखी संस्था
वा लाभमुखी संस्था मानिन्छ कि सरकारी स्वामित्वको संस्था मानिन्छ कि व्यक्तिगत संस्था मानिन्छ वा गैर सरकारी संस्था मानिन्छ भनेको छ। यसको राइट एन्सर हुन्छ अप्सन बी हैन, सरकारी स्वामित्वको संस्था नै मानिने हो, जुन हामीले पहिला पनि हेरिसक्यौं। त्यसै गरेर सार्वजनिक संस्थान स्थापना गर्नुको मुख्य उद्देश्य के हो? नाफा कमाउने हो कि सार्वजनिक हितमा सेवा प्रवाह गर्ने हो कि विदेशी लगानी प्राप्त गर्ने हो कि निजी क्षेत्रलाई प्रतिस्पर्धा दिने हो भनेर भनेको छ। साथमा सार्वजनिक हितमा सेवा प्रवाह गर्ने नै यसको मुख्य उद्देश्य हुन्छ है त। त्यसै गरेर बी भयो यसको एन्सर। 8 को हेर्नु पर्दा सार्वजनिक संस्थानमा निर्णय प्रक्रिया कस्तो हुन्छ भनेर भनेको छ। व्यक्तिगत सरकारी नियम र नीति अनुसारको हुन्छ कि स्वेच्छाले लिने हुन्छ कि पूर्ण स्वतन्त्र हुन्छ भनेको छ। सार्वजनिक संस्थानमा निर्णय प्रक्रिया चाहिँ कस्तो हुन्छ भन्दा सरकारी नियम र नीति अनुसार हुन्छ हैन। कुनै पनि संस्थानले तिनीहरूको नीति जस्तो कम्पनी ऐन अनुरूप पनि दर्ता सञ्चालन भएका हुन्छन्। यो नेपालकै रिलेटेड, विशेष गरेर नेपाल रिलेटेड नै कुरा सोध्ने गर्छ है, र हामीले यहाँ पढ्ने पनि विशेष गरेर यसको इतिहास विकास क्रममा चाहिँ विदेशतिरको पनि केही कुराहरू समावेश हुन्छ। अदरवाइज धेरै जसो चाहिँ तपाईले नेपालकै रिलेटेड टु नेपाल तपाईले पढ्दै हुनुहुन्छ भनेर बुझ्नुपर्ने हुन्छ। र यसको राइट एन्सर यहाँ अप्सन बी सरकारी नियम र नीति अनुरूप हुन्छ। र कुनै पनि विदेशतिरको मानव भारतकै पनि सार्वजनिक संस्थानको कुरा गर्नुहुन्छ भने भारतकै हैन सरकारी नीति र नियम अनुसार रहने हो। अब 9 मा हेर्नु पर्दा हामीले सार्वजनिक संस्थानको विकास क्रममा देखाएको कुन तत्त्व महत्त्वपूर्ण हुन्छ? निजी लगानी वा सरकारी हस्तक्षेप, विदेशी सहकार्य वा व्यक्तिगत स्वामित्व भनेको छ। सार्वजनिक संस्थानको विकास, वृद्धि विकासमा हैन कुन तत्त्व, कुन क्षेत्रको चाहिँ तपाईको भूमिका महत्त्वपूर्ण रहन्छ भनेर रहेको छ है। यसमा व्यक्तिगत स्वामित्व सार्वजनिक संस्थानमा त्यस्तो व्यक्तिगत स्वामित्व भन्ने मिल्ने कुरा भएन हैन। त्यसपछि तपाईले अर्को हेर्नु पर्दा के भनेको छ त? निजी लगानी भनेको छ एमा। यो पनि निजी लगानी हुँदैन, विदेशी सहकारी हो, विदेशी कुरै आउँदैन भनेपछि सरकारकै हस्तक्षेप हुने हो, किनकि लगानी पनि विशेष त सरकारकै हुने गर्छ। सार्वजनिक संस्थानको स्थापनाको सार्वजनिक संस्थानको प्रमुख चुनौती हैन, समग्रमा सार्वजनिक संस्थानको प्रमुख चुनौती अर्थात् सार्वजनिक संस्थानले आफ्नो विकास गर्न हैन, आफ्ना क्रियाकलापहरू सञ्चालन गर्नमा चाहिँ कस्तो चुनौती हुन्छ अर्थात् के कुरालाई चाहिँ हामीले हैन त्यो चुनौती सामना गर्नुपर्ने हुन्छ भनेको छ। अत्याधिक मुनाफा यसको चुनौती हो कि अर्थात् चुनौती र समस्या उस्तै उस्तै कुरा हो, समस्यालाई चाहिँ समाधान गर्नु चुनौती हुन्छ। अब 10 जनशक्तिको अभाव हो कि अत्याधिक स्वतन्त्रता हो कि न्यून सरकारी नियमन भनेको छ। यसमा यहाँ चाहिँ समस्या टाइपले दिएको रहेछ, त्यो पनि अब 10 जनशक्तिको चुनौती छ। 10 जनशक्तिको अभावलाई परिपूर्ति गर्नु चाहिँ चुनौती नै हो। सो यहाँ चाहिँ मिल्ने चाहिँ यहाँ दिएको मध्ये अप्सन बी नै हुने देखिन्छ है। सरकारी नियमन त अब सरकारी नियमन हुन्छ नै, यहाँ पनि हामीले बेस्ट छनौट गर्नुपर्ने हुन्छ त्यो हुनाले है त। अब 11 मा हेर्नु पर्दा सार्वजनिक संस्थानले देखाएका कुन क्षेत्रमा बढी काम गर्छ भनेर हामीलाई सोधेको छ है। अब यहाँ कुन क्षेत्रमा बढी काम गर्छ होला त तपाईले गेस गर्नुस् है साथीहरु। अब कृषि र वित्तमा वा संसार स्वास्थ्य र ऊर्जामा, केवल व्यापारमा वा केवल सेवामा, ओन्ली तपाईको बिजनेस सेक्टर एन्ड ओन्ली सर्भिस सेक्टरमा गर्छ भनेको छ। यो ओन्ली होला चाहिँ मिल्दैन, किनकि यसले धेरै क्षेत्रमा काम गर्छ। अब कृषि र वित्तमा पनि काम गर्छ, तर यहाँ जति दिएका छन् त्यति मध्ये धेरै क्षेत्रहरू दिएको चाहिँ हामीले छनौट गर्नुपर्ने हुन्छ। विशेष गरी सञ्चारमा, स्वास्थ्यमा, ऊर्जातिर चाहिँ यसले काम गर्ने नै गर्छ है त। 12 मा हेर्नु पर्दा सार्वजनिक संस्थानको महत्त्व के हो? विदेशी लगानी आकर्षित गर्नु वा राष्ट्रिय विकास र जनसुविधा हो कि जनसुविधा प्रदान गर्नु हो कि व्यक्तिगत मुनाफा आर्जन गर्नु हो कि निजी क्षेत्रलाई दबाउने यसको उद्देश्य भनेको छ। अब निजी क्षेत्रलाई दबाउने यो त नेगेटिभ टाइपको भयो, यस्तो मिल्ने कुरै भएन हैन। हामीले यसरी नै अब यो कन्ठ गरेर बस्ने कुरो होइन, आफैले यसो दिमाग लगाएर बुझ्ने कुराहरू धेरै हुन्छ है। अनि व्यक्तिगत मुनाफा यसको त यो पनि मिल्ने कुरै भएन हैन त। सार्वजनिक संस्थान भनिसकेपछि एउटा व्यक्तिको मुनाफाको लागि यसले काम गर्छ त गर्दैन हैन। विदेशी लगानी आकर्षित, यो विदेशी लगानी पनि योसँग रिलेटेड नै हुँदैन हैन, बरु निजी क्षेत्रले चाहिँ विदेशी लगानी आकर्षित गर्छ
अब राष्ट्रिय विकास र जनसुविधा अर्थात् सार्वजनिक सेवा प्रवाह नै गर्नु हो कि यसको। सो अप्सन बी मिल्ने देखिन्छ। सार्वजनिक संस्थानको सफलताका लागि कुन कुरा आवश्यक हुन्छ भनेको छ स्वतन्त्रता र पारदर्शिता वा पूर्ण निजी लगानी वा विदेशी लगानीकर्ताको नियन्त्रण वा सरकारबाट पूर्ण स्वतन्त्रता भनेको छ सार्वजनिक संस्थानको सफलताका लागि कुन कुरा आवश्यक हुन्छ। सार्वजनिक संस्थानको सफलताको लागि के आवश्यक होला त स्वतन्त्रता र पारदर्शिता त आवश्यक हुन्छ नै। पूर्ण निजी लगानी हुन्छ त हुँदैन, यो पूर्ण निजी लगानी त निजी क्षेत्र छँदैछ। विदेशी लगानीकर्ताको नियन्त्रण यो त झन् नेगेटिभ भइहाल्यो। सरकारबाट पूर्ण स्वतन्त्र पनि हुनु हुँदैन, किनकि यो सरकारकै स्वामित्व हुन्छ भने सरकारले पनि नियमन गर्नु पर्यो हैन त, नियन्त्रण गर्नु पर्यो केही हदसम्म। तर यो सार्वजनिक संस्थानले आफै निर्णय लिन त सक्छ, तर सरकारी नीति र कानुनको अन्डरमा रहनुपर्छ है त। सो स्वतन्त्रता र पारदर्शिता चाहिँ यसमा हुन आवश्यक छ। विकास प्रक्रियामा सार्वजनिक संस्थानले के भूमिका खेल्छ भनेको छ आर्थिक विकासमा ठूला योजना सञ्चालन गर्ने, केवल कर सङ्कलन गर्ने, निजी क्षेत्रलाई प्रतिस्पर्धा दिने मात्र वा कुनै भूमिका छैन भनेको छ है। विकास प्रक्रियामा सार्वजनिक संस्थानले के भूमिका खेल्ला त आर्थिक विकासका ठूला योजना सञ्चालन गर्न सहयोग गर्छ, यो ठिक छ। केवल भन्न खोजेको केवल कर सङ्कलन भएछ यहाँ, केवल भनेको छ, केवल भनेको ओन्ली हैन त, ओन्ली ट्याक्स कलेक्सन काम गर्ने हो त यसले होइन। सो यो पनि हाम्रो के हुन्छ त मिल्दैन। त्यसै गरेर निजी क्षेत्रलाई प्रतिस्पर्धा दिने मात्र भनेको छ हैन, ओन्ली तपाईको यो निजी क्षेत्रलाई प्राइभेट सेक्टरलाई चाहिँ कम्पिटिसन दिने भनेको छ, यो पनि मिल्दैन, यो पनि मिल्दैन। कुनै पनि भूमिका छैन। किन मिल्दैन भन्दा सुरुको त भूमिका छ हैन, आर्थिक विकासका ठूला परियोजनाहरू योजनाहरू सञ्चालन गर्न त यसले भूमिका खेल्छ नै। ओके, कुनै डाउट छ भने भन्नु होला, यसमा बुझ्ने कुरा हो धेरै जसो हैन, कण्ठ गर्ने भन्दा पनि मैले भनिरहन्छु है। त्यो हुनाले पनि एकचोटि चाहिँ अनिवार्य रूपमा यी सबै क्वेसनहरू लगभग 150 250 कति 250 जस्तो क्वेसन छन्, यी चाहिँ एकचोटि कम्प्लिटली बुझेर जानु होला। अप्सन त्यहाँ दिएकै हुन्छ परीक्षामा हैन। अब 15 गते एक्जाम भनिसकेपछि धेरै टाइम पनि छैन, त्यो हुनाले एकचोटि चाहिँ सरसर्ती बुझेर चाहिँ गइदिनु होला है त। अब सार्वजनिक संस्थालाई कुन निकायले निगरानी गर्छ? निजी लगानीकर्ताले गर्छ कि संसद वा सम्बन्धित सरकारी निकायले गर्छ कि कुनै बाह्य संस्थाले गर्छ कि कुनै पनि निकायले नगर्ने भनेको छ। कुनै पनि निकायले नगर्ने भन्ने त हुँदैन हैन। सबैलाई नेपाल सरकारलाई पनि तपाईको न्यायालयतिरबाट हैन त्यताबाट पनि त अलिकति त्यो नियमन गरिएकै हुन्छ हैन। पूर्ण रूपमा स्वतन्त्र छोड्न त कसैलाई पनि मिल्दैन, त्यो हुनाले यो मिलेन। कुनै बाह्य संस्था यो मिल्ने कुरा भएन। अब सार्वजनिक संस्थानमा निजी क्षेत्रको लगानीकर्ताले चाहिँ गर्दैन भनेपछि हाम्रो अप्सन बी राइट आन्सर। संसदमा, अब संसदमा यसको वार्षिक समीक्षा हुन्छ हैन, त्यसै गरेर सम्बन्धित वा संसद वा कुनै सम्बन्धित सरकारी निकायले चाहिँ अब तोके अनुसार चाहिँ कुनै सरकारी निकायले चाहिँ नियमन गर्छ है त। कुनै मन्त्रालय होस् अन्डरको वा प्राधिकरणहरू हुन्छन्। त्यसै गरेर नेपालमा सार्वजनिक संस्थानको विकास कहिले प्रारम्भ भएको हो? सन् 1950 पछि वा सन् 1970 पछि वा सन् 1990 पछि वा सन् 2000 पछि भनेर हामीलाई दिएको छ। यो चाहिँ एक्ज्याक्टली मिल्दा तपाईको कहिलेदेखि होला भन्दा सन् 1950 पछि नै हुन्छ है त, 50 पछि नै भएको। सो अप्सन ए सनमा दिएको छ, तपाईलाई विशेष गरी विक्रम सम्वतमा सोध्न सक्छ। अब नेपालको पहिलो सार्वजनिक संस्थान कुन हो? नेपाल विद्युत प्राधिकरण हो कि नेपाल टेलिकम हो कि विराटनगर जुट मिल हो कि जुद्ध म्याच फ्याक्ट्री हो भनेको छ। यो त निकै महत्त्वपूर्ण हो, हामीले थप डिटेलमा यसको जानकारी हेर्छौँ नै पछाडि है। अहिले चाहिँ म नाम मात्रै भने कुन हो त? विराटनगर जुट मिल स्थापना भएको थियो नेपालमा सर्वप्रथम है त। नेपालमा सार्वजनिक संस्थानलाई देखाएको कुन कानुन अन्तर्गत सञ्चालन गरिन्छ? कम्पनी ऐन 2063, संस्थान ऐन 2029, निजी संस्था ऐन वा कुनै कानुन छैन। कुनै कानुन बिना सञ्चालन हुन्न। निजी संस्था ऐन अनुसार सार्वजनिक संस्थान हुँदैन र कम्पनी ऐन अन्तर्गत पनि तपाईको धेरै दर्ता त भएका हुन्छन् नै, स्थापना हुन्छन्, तर यसलाई सञ्चालन गर्न विशेष त संस्थान ऐन नै 2029 रहेको छ है त। अप्सन बी मिल्ने देखियो। अब तपाईको नेक्स्टमा हेर्नु पर्दा हामी हेर्छौं 19 मा रहेको रहेछ नेपालमा सार्वजनिक संस्थानको विकास क्रममा कुन तत्त्वले ठूलो भूमिका खेलेको छ? विदेशी लगानी, सरकारी नीतिहरू र योजना, निजी लगानी वा मिडिया भनेर 19 मा दिएको छ है।
अब यसमा केले ठुलो भूमिका खेल्छ भन्दा अब यो चाहिँ सरकारी नीति र योजना कस्तो छ त्यही अनुसार चाहिँ विकास हुने हो। सो अप्सन बी नै मिल्ने देखिन्छ, होइन त साथीहरू? कुनै डाउट छ भने कमेन्ट गर्न नबिर्सनु होला है। नेपालमा सार्वजनिक संस्थानहरूको समस्या अध्यायमा उल्लेखित कुन हो? पुँजी अभाव र प्रशासनिक कमजोरी वा अत्याधिक लाभ वा धेरै स्वतन्त्रता वा कुनै समस्या छैन भनेको छ। नेपालमा सार्वजनिक संस्थानको समस्या अध्यायमा उल्लेखित कुन हो? पुँजी अभाव र प्रशासनिक कमजोरी एउटा यो हुन्छ, अत्याधिक लाभ हुनु यो समस्या होइन, लाभ भयो भने ठिक छ होइन, त्यस्तो समस्या मान्नु पर्दैन। धेरै स्वतन्त्रता छैन, सरकारी नीति नियम अनुसार नै सञ्चालित छन्, कुनै समस्या नहुने होइन, जहाँसुकै समस्या छ। सो हाम्रो मिल्ने के रहेछ त अप्सन ए है त। यहाँ दिएका मध्ये हामीले बेस्ट चाहिँ छनौट गर्नुपर्ने हुन्छ। अब 21 मा हेर्नु पर्दा नेपालको सार्वजनिक संस्थानको विकास क्रमलाई प्रभावित गर्ने प्रमुख कारक तत्व कुन हो? नेपालको सार्वजनिक संस्थानको विकास क्रमलाई प्रभावित पार्ने प्रमुख कारक तत्व हेरौँ है त। राजनीतिक स्थिरता हो कि, विदेशी लगानी हो कि, निजी क्षेत्रको दबाव हो कि, मौसम परिवर्तन भनेको छ। अब यसमा प्रभाव पार्ने मात्रै भनेको छ, नेगेटिभ प्रभाव हो कि पोजिटिभ इफेक्ट हो त्यो सोधेको छैन। त उनीहरूले राजनीतिक स्थिरता कस्तो छ, अस्थिर छ भने नेगेटिभ प्रभाव पर्छ, स्थिर छ भने राम्रै प्रभाव पर्छ। सो अप्सन ए लाई चाहिँ हामीले यहाँ नेपालको हकमा चाहिँ अब नेपालमा कहिले सरकार ढल्छ र गठन हुन्छ थाहा हुँदैन, होइन त? सो अप्सन ए चाहिँ हाम्रो बेस्ट देखियो है त। नेपालमा सार्वजनिक संस्थानको दक्षता बढाउन के आवश्यक हुन्छ? जनशक्ति विकास र प्रविधिको प्रयोग, सरकारबाट पूर्ण नियन्त्रण, निजी क्षेत्रको नियन्त्रण, बाह्य दबाव भनेको छ। नेपालमा सार्वजनिक संस्थानको दक्षता बढाउन के आवश्यक होला भन्दा अब दक्षता बढाउन चाहिँ जनशक्तिको विकास पनि चाहिन्छ भनेको, राम्रो कर्मचारीहरू हुनु पर्यो र प्रविधिको पनि उच्चतम र उपयोगी होइन युटिलाइज चाहिँ हामीले गर्नुपर्छ। उपयोगिता भन्छ क्या होइन, त्यो चाहिँ अप्सन ए मिल्ने देखिन्छ, होइन त? 23 मा हेर्छौँ, अलि फरक क्वेसनहरू छन् है। जस्तो लाइन आयो भने थोरै डिफ्रेन्ट क्वेसनहरू टपिक वाइज हुन्छ है, टपिक वाइज नै हुन्छ तपाईँको। नेपालमा सार्वजनिक संस्थानलाई कुन आधारमा वर्गीकरण गरिएको छ? अब नेपालका सार्वजनिक संस्थानहरूलाई 6 भागमा वर्गीकरण गरिएको छ। त्यसको डिटेलमा म नोटको रूपमा राखिदिन्छु, त्यही नोट हेर्नु होला। अहिले यहाँ भनेर सबै सम्भव हुँदैन, यहाँ चाहिँ हामीले के गर्छौँ त प्र्याक्टिस गर्छौँ, जस्ट फर प्र्याक्टिस है। अब कुन आधारमा वर्गीकरण गरिएको छ त? स्वामित्व र सञ्चालनको आधारमा हो कि, संस्थापकको आधारमा हो कि, विदेशी लगानीको आधारमा हो कि, करको आधारमा हो भनेको छ। नेपालमा सार्वजनिक संस्थानलाई स्वामित्व र सञ्चालनको आधारमा चाहिँ के गरिएको छ त? कति सरकारको स्वामित्व छ, कति निजी क्षेत्रको लगानी छ, लगायतका कुराहरूमा चाहिँ निर्भर छ। सो अप्सन ए राइट एन्सर। नेपालमा सार्वजनिक संस्थानलाई उत्पादन तथा सेवाको प्रकृतिको आधारमा कति क्षेत्रमा विभाजन गरिएको छ? 4, 5, 6 वा 7 भनेर दिएको छ। कति भागमा विभाजन गरिएको छ त भन्दा 6वटा क्षेत्रमा चाहिँ विभाजन गरिएको छ है त। अब यो भइसकेपछि हामी हेर्छौँ क्वेसन नम्बर 25 मा सार्वजनिक संस्थानको आर्थिक क्षेत्र सम्बन्धी मुख्य भूमिका के हो? आर्थिक क्षेत्रमा सार्वजनिक संस्थानले मुख्यतः कस्तो रोल प्ले गर्छ भनेको छ। सार्वजनिक सेवामा योगदान गर्छ कि, सामाजिक सेवामा योगदान गर्छ कि, आर्थिक उत्पादन र पूर्वाधार विकासमा योगदान गर्छ कि, कानुनी सेवा दिने कार्य यसले गर्छ कि, केवल प्रशासनिक काम गर्छ भनेको छ है। अब आर्थिक क्षेत्रमा भनेर यहाँ सोधेको हुनाले आर्थिक उत्पादन र पूर्वाधारको विकासमा चाहिँ यसले भूमिका खेल्ने हो है त। निम्न मध्ये कुन सार्वजनिक संस्थान सामाजिक क्षेत्र अन्तर्गत पर्छ? नेपाल विद्युत प्राधिकरण वा साझा यातायात वा नेपाल खानेपानी संस्था वा सार्वजनिक सेवा प्रसारण नेपाल भनेर दिएको छ 26 मा। यसको राइट एन्सर हुन्छ निम्न मध्ये कुन सार्वजनिक संस्थान सामाजिक क्षेत्रमा है। मैले यसको बारेमा पनि सबै डिटेलमा नोट राखिदिएको छु, ग्रुपमा हेर्नु होला। यसको राइट एन्सर हुन्छ अप्सन डी सार्वजनिक सेवा प्रसारण नेपाल। यो त कण्ठ गर्ने हो साथीहरू है। नेक्स्टमा हेर्छौँ हामी आर्थिक क्षेत्रसँग सम्बन्धित सार्वजनिक संस्थान दिएका मध्ये कुन हैन। अब धेरै सार्वजनिक संस्थानहरू पुरैलाई वर्गीकरण गरेको छ, क्याटेगोराइज गरेको छ, त्यो चाहिँ याद गर्नुपर्ने हुन्छ। त्यसको अरू विकल्प छैन, तैपनि धेरै हदसम्म चाहिँ हामीले बुझ्न चाहिँ सक्छौँ। अब आर्थिक क्षेत्रसँग रिलेटेड छ। अब यो तपाईँले कन्फर्म गर्नु भएको छैन भने विद्युत उत्पादन कम्पनी लिमिटेड यो उत्पादन गर्दो रहेछ हैन।
त्यसपछि राष्ट्रिय आवास कम्पनी, आवास भनेपछि यो अब के सामाजिकतिर होला जस्तो लाग्छ यसो हेर्दा हैन। त्यसपछि विशाल बजार कम्पनी, अब यो आर्थिक त होला। त्यसपछि पनि अब यो चाहिँ व्यापारिक क्षेत्रतिर जस्तो पनि लाग्छ नि हैन, यसले व्यापार गर्ला जस्तो। त्यसपछि सिडिएस एन्ड क्लिनरिङ लिमिटेड भनेको छ हैन। अब यो तपाईले फर्स्ट टाइम नाम सुन्दै हुनुहुन्छ भने फेरि गाह्रो हुन्छ, होइन भने तपाईको कनेक्ट आइपीएस भन्ने हुन्छ नि, यो अनलाइन फर्म भर्दा भर्दा यो इस्युआ जस्तै कि, इस्युआ त वालेट हो। कनेक्ट आइपीएस भनेको चाहिँ तपाईको ब्याङ्कमा भएको पैसा चाहिँ डाइरेक्ट पेमेन्ट गर्न सघाउ पुर्याउने हो हैन, यो पैसा तिर्ने रिलेटेड हो के यो क्लिनरिङ हैन। यो सिडिएस एन्ड क्लिनरिङ लिमिटेड। सो आर्थिक क्षेत्रसँग चाहिँ 100% यो मिल्छ भनेर हामीले भन्न सक्छौँ कि, कन्फर्म नगरे पनि भन्न सक्छौँ कतिपय कुराहरू। त्यसै गरेर सार्वजनिक संस्थाले कुन माध्यमबाट सेवा पुर्याउँछ भनेर भन्यो। अब निजी कम्पनी मार्फत त्यसले सेवा पुर्याउने हो कि, सरकारी कार्यालय मार्फत त्यसले सेवा पुर्याउने हो कि, अन्तर्राष्ट्रिय संस्था मार्फत सेवा पुर्याउने हो कि, कुनै पनि माध्यमबाट यसले सेवा पुर्याउने हो भनेर भनेको छ 28 मा। यसको चाहिँ सरकारी कार्यालयहरू मार्फत नै हो है। सार्वजनिक भनेकै सरकार रिलेटेड हो के। सो अप्सन डी होइन, अप्सन बी। अब सार्वजनिक संस्थानको वर्गीकरण कुन आधारमा प्रयोग हुँदैन, ल कुन आधारमा है, कुन आधारमा प्रयोग विभाजन गरिएको छ भनेको छ। अहिले हामीले अब आर्थिक क्षेत्रमा हुँदो रहेछ है, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा हुँदो रहेछ, व्यापारिक क्षेत्रमा हुँदो रहेछ, तर कुन क्षेत्रमा चाहिँ हुँदैन भनेर सोधेको छ कि यसमा है। हेरौँ है त कुन आधार चाहिँ प्रयोग हुँदैन त भनेर हेर्दा आर्थिक क्षेत्र हुन्छ भन्दै हेरौँ हामीले, सामाजिक क्षेत्र पनि हुन्छ भन्दै हेरिहाल्यौँ, भौगोलिक क्षेत्र पनि छ, व्यक्तिगत क्षेत्र। अब भौगोलिक क्षेत्रमा पनि कतिपय अवस्थामा गर्न सकिन्छ, तर व्यक्तिगत भनेको त यो व्यक्तिगत भन्दा निजी भयो कि, निजी त निजी सेक्टरलाई प्राइभेट सेक्टरतिर त सार्वजनिक भएन नि त। सो अप्सन डी लाई हामीले यसरी आउट गर्छौँ है त। त्यसपछि सार्वजनिक संस्थानका लागि उपयुक्त क्षेत्र दिएको कुन हो, टेलिकम हो कि, निजी स्कुल हो कि, तपाईको विदेशी लगानी हो कि, निजी अस्पताल हो भन्यो। ल नेपाल टेलिकम त छ नि, छैन त। अब हेर्नुस् त यो निजी स्कुल, निजी भन्दा बित्तिकै आएन, निजी भन्दा बित्तिकै सार्वजनिक भएन, विदेशी लगानी, यो विदेशी भन्ने आइरहेको छ नि, यसलाई काटिदिउँ है त, यही काट्दिउँ। नेक्स्टमा जाउँ हामी, के भयो त हाम्रो राइट एन्सर अप्सन ए है त। सार्वजनिक संस्थानले निम्न मध्ये कुन क्षेत्रको विकासमा योगदान गर्छ। अब शैक्षिक र आर्थिक गर्छ नि, शैक्षिक क्षेत्रमा पनि गर्न सक्छ नि, सामाजिक र आर्थिकमा पनि गर्न सक्छ। केवल सामाजिक ओन्ली यो सोसियल सेक्टरतिर मात्रै गर्ला त ओन्ली भयो भने त्यसलाई हटाइदिउँ है त। आर्थिक र प्रशासनिक लौ, अब त यहाँ त अल अफ एबभ छैन, सबै माथिका भन्ने छैन, भए पनि एउटा आउट छ। अब के गर्ने त, एउटा त छनौट गर्नु पर्यो। अब शैक्षिकतिर पनि अब सार्वजनिक संस्थानको त्यति नेपालमा लगानी भएको अलि देखिन्न नि है। त्यसपछि आर्थिक र प्रशासनिकतिर पनि अब यो अलिअलि टिया त पुऱ्याउँछ, स्पेसल्ली यसैको उद्देश्य राखेर चाहिँ प्रशासनिक विकास गर्ने भनेर आएको चाहिँ म पनि देख्दैन। तर आर्थिकमा त कयौँ सार्वजनिक संस्थान छन्, सामाजिकमा पनि त छन् भनेपछि यहाँ बेस्ट के हुने भयो त, अप्सन बी हुने भयो है। बेस्ट कुन हो त चाहिँ हेर्नु छ यहाँ। अब सार्वजनिक संस्थानमा कर्मचारीको नियुक्ति कसरी हुन्छ, स्वतन्त्र रूपमा हुन्छ कि, सरकारी सेवा नियम अनुसार हुन्छ कि, निजी निकाय मार्फत हुन्छ कि, कुनै पनि माध्यमबाट हुन्छ। जुनसुकै माध्यमबाट त हुन्न है, यो त म पत्ता हुन्न, यो ढिलाइमा आउट हानिदिइहाल्छु। निजी निकाय मार्फत यो त झन् पोसिबलै छैन होइन त। अब स्वतन्त्र रूपमा र सरकारी सेवा नियम अनुसार दुईटा छ। अब यो चाहिँ लोकसेवाले लिन्छ, एउटा नियममा बाँधिएको छ, सरकारी नियम छ, लोकसेवा आयोग होइन छ होइन त। धेरै कुराहरू छ संविधानमा, संविधान भनेकै नियम हो, त्यो अनुसार संविधानमै व्यवस्था छ लगायतका कुराहरू भएको हुनाले हामीले डेफिनेटली अप्सन बी लाई राइट एन्सरको रूपमा हामीले लिन सक्छौँ है त। सार्वजनिक संस्थानको निर्णय प्रक्रिया कस्तो हुन्छ, स्वायत्त र सरकारी निर्देशनमा आधारित हुन्छ कि, पूर्ण निजी लगानीमा निर्देशित हुन्छ कि, तपाईको विदेशी नियन्त्रित हुन्छ कि, तपाईको स्वतन्त्र हुन्छ भनेको छ। सार्वजनिक संस्थानको निर्णय प्रक्रिया हैन, डिसिजन मेकिङ कस्तो टाइपको हुन्छ भनेर सोधेको छ है। स्वायत्त र सरकारी निर्देशनमा मिल्ला कि नमिल्ला, ल गेस गर्नुस् त। स्वायत्त भनेको आफै के, संस्थान पनि एउटा कृत्रिम मानिस हो भनेर लिन्छौँ नि, स्वायत्त पनि हुन्छ र केही मात्रामा सरकारी निर्देशनमा हुन्छ, सरकारी नियममा बाँधिएर चाहिँ हुन्छ। यसरी हामीले विदेशी नियन्त्रित 0%, पूर्ण निजी लगानी पनि 0%, अब केही स्वतन्त्र पनि हुन सक्छ वा स्वायत्त र सरकारी निर्देशित पनि हुन सक्छ। त्यतिमा पनि सरकारकै लगानी भएको हुनाले सरकारले इन्टरफेस त गर्छ नै। सो हाम्रो राइट एन्सर
सरकारले इन्टरफेयर गर्ने हुनाले अप्सन ए लाई हामीले राइट एन्सर मान्नै पर्यो है। सार्वजनिक संस्थानको क्षेत्रगत वर्गीकरणमा कुन पर्दैन भनेको छ आर्थिक, सामाजिक, प्रशासनिक वा निजी भनेको छ। सार्वजनिक संस्थानको क्षेत्रगत वर्गीकरण होइन। अब आर्थिक क्षेत्रमा सार्वजनिक संस्थानलाई वर्गीकरण गरिएको छ, सामाजिकमा गरिएको छ, प्रशासनिकमा पनि गर्न सकिन्छ, तर निजी भनेको त निजी भएको छ। निजीलाई पनि हामी काट्यौँ है त, यहीँ काट्थेँ मैले। ल नेक्स्टमा जान्छौँ 35 मा। तर कतिपय अवस्थामा घुमाएर फेरि निजीलाई एन्सर पनि बनाइदिन सक्छ। त्यो कुरा चाहिँ क्वेसन हेर्नु चाहिँ पढ्नु चाहिँ पर्छ है। फेरि निजी देख्दा बित्तिकै सार्वजनिक संस्थानको तयारी हो भन्दा इन्टु चाहिँ नहान्नु होला। अब यही क्वेसनमा सार्वजनिक संस्थानको क्षेत्रगत वर्गीकरणमा कुन पर्छ भनेर सोध्छ हैन। त्यस्तो सोधेको अवस्थामा त तपाईले निजी नै हो भनेर जानुभयो भने त के भयो, त्यहाँ त गलत हुन आउँछ हैन, घुमाउन सक्छ क्वेसन। सो बी केयरफुल अबाउट दिस। नेक्स्टमा जान्छौँ हामी। सार्वजनिक संस्थानको दायरा के हो भनेको छ सीमित। यसको दायरा भनेको यसको कार्यक्षेत्र हैन, कहाँ कहाँसम्म यसको अधिकार हुन्छ लगायतका कुराहरू पक्कै बुझ्नुहुन्छ हैन। यही अप्सन हेर्दा पनि बुझिन्छ। राष्ट्रिय सेवा र विकास हो कि यसको क्षेत्र कहाँ हो भन्न खोजेको, सहकारी क्षेत्र हो कि सहर तथा गाउँ हो भनेको छ। सार्वजनिक संस्थानको दायरा चाहिँ राष्ट्रिय सेवा र विकास हो कि एउटा निश्चित भन्दा पनि पुरै राष्ट्रको चाहिँ यसले विकास गरौँ, सेवा प्रदान गरौँ लगायतका उद्देश्यहरू रहने गर्छन्। सो अप्सन बी लाई हामीले यहाँ करेक्ट मान्यौँ। अब सार्वजनिक संस्थानको प्रमुख चुनौती के हो भनेको छ वित्त व्यवस्थापन हो कि दक्ष कर्मचारी प्राप्त गर्नु हो कि सरकारी हस्तक्षेप हो कि माथिका सबै भनेको छ। यसमा चाहिँ सोच्नु पर्ने आयो है। माथिका सबै पनि अप्सन दिएको हुनाले अब माथिका सबै होइनन् भनेर हामीले भन्न किन सक्दैनौँ। दक्ष कर्मचारीको अभाव हुन्छ, दक्ष कर्मचारीहरू प्राप्त गर्नु एउटा चुनौती छ। वित्तको व्यवस्था गर्नु पनि एउटा आवश्यक छ। अनि सरकारी हस्तक्षेपलाई पनि ब्यालेन्स गर्नु छ भनेपछि चुनौती त माथिका सबै हुन्छन्, यहाँ होइन त। र यदि अब यसरी हाम्रो के गरेको भए माथिका सबै नदिएको र एउटा कुनै दिएको भए नेपालको हकमा हेर्नु पर्दा चाहिँ तपाईँको दक्ष कर्मचारीलाई हामीले करेक्ट मान्थ्यौँ। तर यहाँ त माथिका सबै पनि अप्सन दिएको हुनाले माथिका सबै केही हदसम्म मिल्ने हुनाले अप्सन डी हाम्रो राइट एन्सर है त। 37 मा हेर्नु पर्दा सार्वजनिक संस्थानको महत्त्व के हो, राष्ट्रिय विकासमा सहयोग हो कि विदेशी मुद्रा आर्जन हो कि वैयक्तिक हित हो कि कुनै लाभ छैन। यो चाहिँ बोलीको स्वतन्त्रता होइन भन्ने कुरा गरेको। अब सार्वजनिक संस्थानको महत्त्व राष्ट्रिय कुनै लाभ नभए त किन सञ्चालन गरिन्थ्यो र त्यसलाई डाइरेक्टमा आउट हानी गए। त्यसपछि राष्ट्रिय विकासमा सहयोग एउटा बेस्ट मिल्ने यो देखिन्छ। अब विदेशी मुद्रा आर्जन गर्नु यसको उद्देश्य हुँदैन। अब यहाँ माथिका सबै कुनै नहुनाले र वैयक्तिक हितमा पनि त्यस्तो काम गरेको सार्वजनिक संस्थानमा देख्दैन नेपालमा। सो अप्सन ए चाहिँ 100% हाम्रो राइट एन्सर हुन्छ, नो डाउट। 38 मा जान्छौँ हामी। सार्वजनिक संस्थान कसरी सञ्चालन हुन्छ, कसरी चाहिँ अपरेट हुन्छ भनेको छ है। सरकारको निर्देशनमा यो अपरेट हुन्छ कि स्वतन्त्र रूपमा अपरेट हुन्छ कि निजी क्षेत्रसँग सहकार्य हुन्छ कि विदेशी सहयोगमा हुन्छ भनेको छ है। अब यसमा चाहिँ तपाईले गेस गर्नु पर्यो है। स्वतन्त्र रूपमा हाम्रो पूर्ण रूपमा स्वतन्त्र नहुने हुनाले यो र यो त मिल्दैन। अब योमा चाहिँ बेस्ट मिल्ने अप्सन ए नै मैले देख्छु। नेक्स्टमा हेर्छौँ 39 मा हेर्छौँ सार्वजनिक संस्थानले कुन प्रकारको सेवा दिन्छ, नाफा मात्र नाफामुखी सेवा दिन्छ कि सेवा लक्षित सेवा दिन्छ कि विदेशी लाभार्थी भनेको छ हैन, विदेशी लाभ आर्जन गर्ने भन्न खोजेको र कुनै पनि होइन भनेको छ। अब सेवा लक्षित यहाँ हुँदा हुँदै कुनै पनि होइन भन्न पनि त मिल्दैन होइन त हो नि। ल 40 मा जाउँ त। सार्वजनिक संस्थानको सकारात्मक प्रभाव के हो, पोजिटिभ इम्प्याक्ट यसको के हुन सक्छ, आर्थिक वृद्धि हुन्छ यो मिल्छ है। सामाजिक न्याय पनि मिल्छ किनकि अब कुनै गरिबहरूले चाहिँ अलि सस्तो मूल्यमा पनि त सामान किन्न पाइन्छ। जस्तो खाद्य संस्थानबाट चामल किन्नु भयो भने बाहिरभन्दा अलि सस्तो पनि पर्छ। त्यसले चाहिँ सामाजिक न्याय गर्न टेवा पुर्याउँछ र प्रशासनिक सुधारमा पनि केही मात्रामा यसले चाहिँ सेवा अथवा टेवा दिन्छ अथवा सकारात्मक प्रभाव पार्छ। यसको मतलब माथिका सबै पनि अप्सन भएको हुनाले हामी अप्सन डी लाई चाहिँ यहाँ चुज गर्छौँ है। अब 41 मा हेर्छौँ हामीले
सार्वजनिक संस्थानका लागि कुन प्रकारको नियमन आवश्यक छ? कडा नियमन आवश्यक छ कि लचकदार नियमन आवश्यक छ कि मापन योग्य आवश्यक छ कि कुनै पनि होइन भनेको छ। कुनै न कुनै त आवश्यक हुन्छ र सार्वजनिक संस्थानमा चाहिँ मापन योग्य भयो भने, मेजरमेन्ट गर्न सकिने भयो भने चाहिँ गल्तीहरू सुधार गर्दै अगाडि बढ्न सकिन्छ। सो अप्सन सी लाई हामीले 100% राइट एन्सर मानेर जाँदा फरक नपर्ने देख्यौँ है त। अब हेर्छौँ हामीले 42 मा हेर्छौँ, सार्वजनिक संस्थानमा प्राविधिक सुधार किन आवश्यक छ? सेवा गुणस्तर बढाउन, खर्च घटाउन, प्रतिस्पर्धा गर्न, माथिका सबै भनेको छ। सार्वजनिक संस्थानमा प्राविधिक सुधार किन आवश्यक छ? सार्वजनिक संस्थानमा प्राविधिक सुधार किन आवश्यक छ भन्दा सेवा गुणस्तर बढाउन पनि आवश्यक छ, खर्च घटाउन पनि आवश्यक छ, प्रतिस्पर्धा गर्न पनि आवश्यक छ र माथिका सबैको लागि नै आवश्यक छ। यसको मतलब नेपालमा सार्वजनिक संस्थानको प्रभावकारिता बढाउन के चाहिन्छ? पारदर्शिता चाहिन्छ कि दक्ष कर्मचारीहरू चाहिन्छन् कि उचित नीति चाहिन्छ कि माथिका सबै भनेको छ। यसमा पनि माथिका सबै नै मिल्ने देखियो, यी सबै कुराहरू चाहिन्छ नै है। अब हेर्छौँ हामीले सार्वजनिक संस्थानको सञ्चालनमा कुन पक्ष कमजोरीका रूपमा देखिन्छ? पुँजीको अपर्याप्त हुनु कमजोरी हो कि पारदर्शिता र जवाबदेहिताको कमी हुनु कमजोरी हो कि निजी प्रतिस्पर्धाको सहयोग यो कमजोरी हो कि लगानीको अभाव हो भनेको छ। पुँजीको अपर्याप्तता र लगानीको अभाव एउटै भएका हुनाले यी दुईटैलाई आउट गर्न सक्यौँ र सरकारले नै यसमा लगानी गर्ने हुनाले पैसाको कमी त हुँदैन, घाटा भए पनि सरकारले बेहोर्ने गर्छ हैन, सरकारले पूर्ति गर्छ नि त। प्राय नेपालका सार्वजनिक संस्थानहरू धेरै घाटैमा हुन्छन्। निजी प्रतिस्पर्धाको सहयोग यस्तो मिल्ने कुरो भएन, कमजोरी भनेको चाहिँ निजी प्रतिस्पर्धाको सहयोग मिल्ने त कुरा छैन। अब पारदर्शिता र जवाबदेहिता नै बेस्ट हुने हुनाले अप्सन बी, नेपालमा सार्वजनिक संस्थानमा सेवा वितरकको प्रमुख चुनौती के हो? कर्मचारीको अभाव हो कि ढिलो निर्णय प्रक्रिया हो कि उच्च लागत हो कि सबै भनेको छ। दक्ष कर्मचारीको अभाव हुनु पनि एउटा कमजोरी हो। ढिलो निर्णय प्रक्रिया सार्वजनिक संस्थानमा नै हुन्छ, उच्च लागत पनि सार्वजनिक संस्थानमा नै हुन्छ, मितव्ययिताको अलि कमजोर हुन्छ कि सरकारी पैसा हो भन्ने टाइपले जाने हुनाले माथिका सबै चाहिँ हाम्रो राइट एन्सर हुने भयो, जुन अप्सन डी मा हामीले देख्न सक्छौँ। 46 मा हेर्नुपर्दा सार्वजनिक संस्थानहरूलाई कर्पोरेट गभर्नेन्सको पालना आवश्यक छ भने यसको अर्थ के हो हैन? सार्वजनिक संस्थानलाई सार्वजनिक सुशासन कर्पोरेट गभर्नेन्सको पालना आवश्यक छ र यसको अर्थ चाहिँ के हो भनेको छ, अर्थात् कर्पोरेट गभर्नेन्सको आवश्यकता किन हो, यसको पालनाको आवश्यक हुनु भनेको के हो भनेर सोधेको हो। सरकारी नियन्त्रण हो कि निजी साझेदारी हो कि सुशासन र पारदर्शिता हो कि नाफामुखी हो भनेको छ, गभर्नेन्स भनेको छ नि यो। सो अप्सन डी 100% करेक्ट भनेर जाउँ हामी। 47 मा जाउँ, नेपालमा सार्वजनिक संस्थानहरू कुन आर्थिक मोडलमा सञ्चालित छन्? समाजवादी वा उदारवादी वा मिश्रित अर्थतन्त्र हैन, मिक्स इकोनोमीमा छन् कि केन्द्रीकृतमा छन् भनेर सोध्छ र यसमा चाहिँ मिश्रित अर्थव्यवस्थामा चाहिँ सञ्चालित भएको हुनाले अप्सन सी। सार्वजनिक संस्थानमा प्राविधिक दक्षताको अभावको मुख्य असर के हो? लागत घटाउँछ, सेवा विस्तार हुन्छ, कार्यदक्षता घट्छ, लाभांश बढाउँछ भनेको छ। सार्वजनिक संस्थानमा प्राविधिक दक्षताको अभावको मुख्य असर के हो? सार्वजनिक संस्थानमा प्राविधिक दक्षता अभावको हैन, प्राविधिक क्षमता भएन भने के हुन्छ? लागत घट्छ त घट्दैन, बढ्छ, सेवा विस्तार हुँदैन बरु घट्छ, कार्यदक्षता घट्छ र लाभांश बढ्छ त बढ्दैन, घट्छ। यो अभाव भयो भने यो चाहिँ नकारात्मक प्रभाव पर्ने हुनाले अप्सन सी राइट एन्सर। नेपाल सरकारको स्वामित्वमा रहेको प्रमुख वायु सेवा कम्पनी कुन हो भनेर सोधेको छ। नेपाल सरकारको स्वामित्वमा रहेको प्रमुख वायु सेवा कम्पनी बुद्ध एयरलाइन्स हो कि है, यति एयरलाइन्स हो कि नेपाल एयरलाइन्स कर्पोरेसन हो कि श्री एयरलाइन्स हो भनेको छ। यो निजी हो, यो पनि निजी हो, यो पनि निजी हो। नेपाल एयरलाइन्स कर्पोरेसन एनएसी रहेछ है, अप्सन सी है त। नेपाल आएको छ अगाडि, सम्झिरहनु होला। 50 मा हेर्छौँ हामीले, नेपाल टेलिकम कुन प्रकारको संस्था हो? सहकारी संस्था हो कि निजी कम्पनी हो कि संयुक्त लगानीको कम्पनी हो कि सार्वजनिक संस्था हो भनेर दिएको छ। नेपाल टेलिकम कुन प्रकारको संस्था हो भन्दा सार्वजनिक संस्था हो, भ्याकेन्सी पनि खुलिरहेको हुन्छ हैन, धेरै लगानी तपाईको 70% जति, अझ अहिले त बढी नै छ, अब 70% मा ल्याउने भन्ने कुरा छ भनेपछि
यो के हो त सार्वजनिक संस्थान हो है। 33% चाहिँ सरकारको स्वामित्व भन्न खोजेको मैले। सार्वजनिक संस्थानको मूल्याङ्कन कसले गर्छ भनेको छ महालेखा परिषदको कार्यालयले वा नेपाल राष्ट्र बैंकले वा सार्वजनिक लेखा समितिले वा सबै भनेर 51 मा दियो। अब यसको राइट एन्सर के हुन्छ त सार्वजनिक संस्थानको मूल्याङ्कन अब बैंकहरुको नेपाल राष्ट्र बैंकले पनि गरेकै छ। महालेखा परिषदले यिनीहरुको वित्तीय अवस्थाको जाँच गर्छ नि हैन। सार्वजनिक लेखा समितिले यी सबैले गर्ने हुनाले अप्सन डी हुने भयो। अब कुन संस्था सार्वजनिक यातायात सेवामा संलग्न हुन्छ? साझा यातायात। यहाँ सार्वजनिक संस्था पनि हुनु पर्यो फेरि र त्यो के पनि हुनु पर्यो यातायात सेवामा संलग्न पनि हुनु पर्यो है। दुईवटा कुरा छ। साझा यातायात नेपाल एयरलाइन्स। अब यसो हेर्दा त नेपाल एयरलाइन्स पनि त के हो त यातायातमा छ। यातायातमा अब यो छ हैन। नेपाल फुड कर्पोरेसन त जिरो नै छ। अब नेपाल ट्रान्जिट अथोरिटी यो पनि हुँदैन। भनेपछि साझा यातायात चाहिँ तपाईको कम्प्लिटिस एउटा सार्वजनिक संस्थान हो जुन यातायात सेवामा मात्रै संलग्न रहेको छ। यो सार्वजनिक यातायात तपाईले काठमाडौँतिर चलेको विशेष त देख्नुहुन्छ होला हैन। कस्तो हरियो हरियो हो कि कस्तो कलरको गाडीहरु साझा यातायातको चलिरहेको हुन्छ नि। अब 53 मा हेर्छौं नेपालका कतिपय सार्वजनिक संस्थानको व्यवस्थापन तथा स्वामित्व निजी क्षेत्रलाई सुम्पिएको छ। यस प्रक्रियालाई के भन्छ? ल अब यहाँ निजीकरण लगायतका कुराहरु आए है साथीहरु। एउटा टपिक नै छ। यहाँ क्वेशन 100% सोध्छ। अब सार्वजनिक संस्थानको व्यवस्थापन तथा स्वामित्व निजीकरणलाई दिइन्छ भने त्यो प्रक्रियालाई के भनिन्छ? प्राइभेटाइजेसन भन्छ है। राष्ट्रियकरण, उदारीकरण, निजीकरण, समायोजन भनेको छ। यो चाहिँ निजीकरण गरिएको भन्छ जुन अप्सन सी मा रहेछ। 54 मा हेर्नु पर्दा सार्वजनिक संस्थानहरुको घाटा व्यवस्थापन कसरी गरिन्छ? ऋण लिएर गरिन्छ कि दात्री निकायसँग सम्झौता गरेर गरिन्छ कि सरकारको अनुदानले गरिन्छ कि कर वृद्धिद्वारा गरिन्छ भनेको छ। सार्वजनिक संस्थानको घाटा व्यवस्थापन चाहिँ सरकारले अनुदान दिने गर्छ है। घाटा भए पनि सरकारले नै बिहोर्छ जुन अप्सन सी मा रहेको छ। त्यसपछि 55 मा हेर्छौं सार्वजनिक संस्थानमा कर्मचारीको पदपूर्ति प्रक्रिया कुन निकायले नियमन गर्छ? लोकसेवा आयोगले वा कर्मचारी समायोजन आयोगले वा मन्त्रालयहरूले वा नेपाल राष्ट्र बैंकले भनेको छ। कर्मचारीको पदपूर्ति गर्ने नेपालको ओन एन्ड ओन्ली मेन तपाईको को त भन्दा लोकसेवा आयोग हो। अब तपाईले यी सार्वजनिक संस्थानहरुमा जागिरहन के को इक्जाम दिँदै हुनुहुन्छ त लोकसेवाकै दिँदै हुनुहुन्छ है। लोकसेवाले नै लिँदैछ। तपाईले फर्म भरेको राजस्व लोकसेवाले त्यही परीक्षा सञ्चालनमा खर्च गर्ने हो। अब सार्वजनिक संस्थानहरुले नीति निर्माणमा कुन निकायको सल्लाह लिन्छन् भनेको छ। सार्वजनिक संस्थानले नीति निर्माणमा कुन निकायको सल्लाह लिन्छन् त? मन्त्री परिषद, सार्वजनिक सेवा आयोग, अनुगमन आयोग वा मानव अधिकार आयोग। यो मानव अधिकार आयोग त आउट छ र यो चाहिँ नीति निर्माणमा प्रत्यक्ष सहभागी मन्त्री परिषदले नै गर्ने हुनाले अप्सन ए लाई चाहिँ हामीले राइट एन्सर मान्छौं है। नेपालका सार्वजनिक संस्थानहरुमा घाटा हुनुको मेन कारण के होला? प्रतिस्पर्धाको कमी हुनु हो कि मेन भनेर सोधेको छैन। घाटा हुनुको कारण के हो मात्रै सोधेको छ। यहाँ सबै पनि हुन सक्यो है। माथिका सबै पनि यहाँ अप्सन छ। कम उपभोक्ता हुनु हो कि सञ्चालनमा अक्षमता भनेको क्षमता नहुनु, अक्षमता भनेको हैन। त्यसपछि क्यापेबिलिटी नहुनु के सञ्चालनमा अपरेसन क्यापेबिलिटी कम हुनु भन्न खोजेको। त्यसपछि माथिका सबै भनेको छ। अब यी माथिका सबै नै यहाँ राइट एन्सर हुन्छ अप्सन डी है। सबै पनि दिएको छ। अब उपभोक्ता पनि कम छन् नेपालमा सो बी पनि अप्सन मिल्छ नै। त्यो हुनाले सबै मिल्छ भने अप्सन डी लाई हामीले राइट एन्सर मान्नु पर्यो। 48 मा हामीले हेर्नु पर्यो सार्वजनिक संस्थानहरुको लेखा परीक्षण कसले गर्छ? आन्तरिक लेखा शाखा, राष्ट्रिय लेखा समिति, महालेखा परिषदको कार्यालय वा निजी लेखा परीक्षण। नेपालको संविधानमै व्यवस्था गरेको छ जुन अप्सन सी महालेखा परिषदको कार्यालय। दिएका मध्ये सुधार गरिएको सार्वजनिक संस्थान कुन हो? नेपाल टेलिकम, नेपाल खाद्य संस्थान, नेपाल बैंक लिमिटेड, नेपाल आयल निगम भनेको छ। यो चाहिँ नेपाल बैंक लिमिटेड हो रे। सो अप्सन सी राइट एन्सर। यो चाहिँ अब याद गर्ने जस्तो कुरा भयो। त्यसपछि 60 मा हामीले हेर्छौं सार्वजनिक संस्थानहरुको नीति सुधारका लागि कुन योजना आवश्यक हुन्छ? पञ्चवर्षीय योजना, संस्थागत सुधार योजना, बजेट योजना वा मौद्रिक नीति भनेको रहेछ है। मौद्रिक नीति भन्छ। मौद्रिक नीति भनेर यहाँ दिएको छ नि है साथीहरु। र यसको राइट एन्सर के होला साथीहरु? तपाईले यस गर्नुस् त। यसको राइट एन्सर के हुन्छ है त? गेस गर्नुस्, कमेन्ट गर्नुस्। कमेन्ट गर्नुभयो भने तपाईले
पछिसम्म याद पनि हुन्छ। र संस्थागत सुधार योजना चाहिँ यसको राइट एन्सर हुन्छ, जुन अप्सन बी मा रहेछ। 62 मा हेर्नु पर्दा सार्वजनिक संस्थानमा कार्य सम्पादन मूल्याङ्कन गर्न कुन प्रणाली लागू गरिएको छ? ई गभर्नेन्स वा पर्फर्मेन्स एग्रिमेन्ट वा केपीएल मोनिटरिङ वा पब्लिक सर्वे भनेर दिएको छ। यसको राइट एन्सर हुन्छ साथीहरू, तपाईले गेस गर्नुस्, पर्फर्मेन्स एग्रिमेन्ट है त, अप्सन बी। दिएको कुन सार्वजनिक संस्थानले औद्योगिक क्षेत्र व्यवस्थापन गर्छ? औद्योगिक क्षेत्रका जुन सार्वजनिक संस्थानहरू रहेका छन् त्यसलाई कसरी व्यवस्थापन गर्छ? यो भ्याकेन्सी पनि खुलिरहेको हुन्छ यसको। ल हेरौँ त, अब खुल्ने बेला पनि भयो। उपभोग विभाग वा नेपाल लगानी बोर्ड हैन, नेपाल इन्भेस्टमेन्ट बोर्ड वा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड व्यापार तथा निर्यात प्रबन्धन केन्द्र भनेको छ। यसको चाहिँ राइट एन्सर हुन्छ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, जुन अप्सन सी मा रहेको छ। 64 मा हेर्छौँ, सार्वजनिक संस्थानहरूले बजेट पाउने प्रक्रिया निम्न मध्ये कुन हो? संसदीय समिति स्वीकृति, लेखा परीक्षक र बैंकको निगरानी, वार्षिक बजेट मार्फत विनियोजन वा राष्ट्रपतिको निर्देशन भनेर दिएको छ। यसको राइट एन्सर हुन्छ अप्सन सी, वार्षिक बजेट मार्फत विनियोजन। सार्वजनिक संस्थानमा ड्यू अकाउन्टेबिलिटी भन्नाले के बुझिन्छ? सरकार र जनताप्रति जवाबदेही, दुईप्रति जवाबदेही भन्न खोजेको, लेखा परीक्षण र बैंकको निगरानी, नाफा र घाटा दुवैको लेखाजोखा वा मन्त्रालय र राष्ट्रपतिको आदेश भनेको छ। राइट एन्सर हुन्छ अप्सन ए, सरकार र जनताप्रति जवाबदेहिता है त। अकाउन्टेबिलिटी भनेकै जवाबदेहिता। नेक्स्टमा हेर्छौँ हामी 66 मा रहेछ है, क्वेसन नम्बर 66 मा भविष्यमा सार्वजनिक संस्थालाई सुधार गर्न के आवश्यक छ? पुनः निजीकरण गर्नुपर्छ कि हैन? यिनीहरूको अहिलेको अवस्थालाई सुधार गर्न पारदर्शिता र दक्षता र जवाबदेहिता वृद्धि गर्नुपर्छ कि कर्मचारीलाई पुरै कटौती हानिदिनुपर्छ कि राजनीतिक हस्तक्षेप बढाउनुपर्छ? यो पनि नेगेटिभ छ, यो पनि नेगेटिभ छ। पुरै निजीकरण गरिए त काँडा सार्वजनिक संस्थान रह्यो र हैन। सो पारदर्शिता, दक्षता र जवाबदेहितामा चाहिँ पक्कै पनि वृद्धि गर्नुपर्ने देखिन्छ है। नेक्स्टमा हेर्छौँ, संस्थागत सुशासनको मुख्य उद्देश्य के हो? नाफा कमाउने उद्देश्य हो कि शेयर धनीको हित संरक्षण गर्ने हो कि कम्पनी विस्तार गर्ने हो कि कर्मचारीलाई बढुवा गर्ने हो भनेर भनेको छ। र राइट एन्सर हुन्छ अप्सन बी, शेयर धनीको हित संरक्षण गर्ने। संस्थागत सुशासनमा मुख्य भूमिका कुन निकायको हुन्छ? सरकार, बोर्ड अफ डाइरेक्टर्सहरू वा ग्राहकहरू वा कर्मचारीहरू भनेर भनेको छ। र यसको राइट एन्सर हुन्छ अप्सन बी, बोर्ड अफ डाइरेक्टर हैन, बीओडी। नेक्स्टमा हेर्छौँ, सीएआर प्रारूप के हो भनेको छ? कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी, कस्टमर सर्भिस रिलेसन वा कम्पनी शेयर होल्डर राइट्स वा कर्पोरेट सेल्स रेभेन्यू भनेर अप्सन दिएको छ। यो त सेल्सबाट आयो, मिल्यो त? मिलेन हैन। अब सीएआर को प्रारूप भनेको छ हैन, केही मिस्टेक रहेछ भने म यसको एन्सर नोट तपाईलाई राख्दै गरौँला। कर्पोरेट यो चाहिँ सीएसआर रहेछ नि, पक्कै पनि हैन, अप्सन ए राइट एन्सर है। ओके साथीहरु, नेक्स्टमा जाउँ त। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले गर्ने कार्य निम्न मध्ये कुन हो? नाफा कमाउने वा सामाजिक हितमा काम गर्ने वा शेयर धनीलाई मात्र लाभ दिने वा कुनै काम नगर्ने भनेर दिएको छ। यसको राइट एन्सर हुन्छ अप्सन बी, सामाजिक हितमा काम गर्ने। नेक्स्टमा हेर्नु पर्दा संस्थागत सुशासनले कम्पनीलाई कस्तो बनाउँछ? पारदर्शी र जवाबदेही बनाउँछ कि गुप्त र अलोकप्रिय बनाउँछ कि कर फुकुवा गर्ने गर्छ कि कमजोर बनाउँछ भनेको छ। संस्थागत सुशासनले त पक्कै पनि राम्रो गर्छ नि, गुप्त र अलोकप्रिय कहाँ बनाउँछ? कमजोर बनाउनु, पारदर्शी र जवाबदेही बनाउँछ। त्यसपछि 72 मा हेर्नु पर्दा संस्थागत सामाजिक उत्तरदायित्वको लक्ष्य के हो त है? एउटा टपिक नै रहेको छ संस्थागत सुशासन सामाजिक उत्तरदायित्व लगायतका विषयवस्तु समेटिएको, त्यहीबाट यहाँ हामीले हेरिरहेछौँ है। अब कम्पनीलाई सामाजिक रूपमा उत्तरदायी बनाउँछ कि संस्थागत सामाजिक उत्तरदायित्वले केवल शेयर धनीलाई लाभ दिन्छ कि बजार प्रतिस्पर्धा हटाउँछ कि न्यून शुल्कमा सेवा प्रदान गर्छ भनेको छ। सामाजिक उत्तरदायित्वले गराउने भनेकै उत्तरदायी हो, जुन अप्सन ए मा रहेको छ। संस्थागत सुशासनमा अकाउन्टेबिलिटीको अर्थ के हो?
जिम्मेवारी लिने र जवाब दिने हो कि नम्र व्यवहार गर्ने हो कि नाफा बढाउने हो कि गोप्य कुरा लुकाउने हो भनेर भनेको छ। संस्थागत सुशासनमा अकाउन्टेबिलिटी को अर्थ के हो भनेको छ र यसको राइट आन्सर हुन्छ अप्सन ए, जिम्मेवारी लिने र जवाब दिने। त्यसपछि नेक्स्टमा हेर्छौं 74 मा संस्थागत सुशासन अन्तर्गत बोर्ड अफ डाइरेक्टरको कर्तव्य के हो? कम्पनीको नाफा कमाउने, कम्पनीको हितमा निर्णय गर्ने, कर्मचारीलाई नोक्सान पुर्याउने वा कुनै निर्णय नगर्ने भनेर दिएको छ है। संस्थागत सुशासन अन्तर्गत बोर्ड अफ डाइरेक्टरको कर्तव्य के हुन्छ त? कम्पनीको हितमा नै निर्णय गर्नुपर्छ यसले है। अब सार्वजनिक संस्थागत सामाजिक उत्तरदायित्वले कम्पनीलाई के फाइदा पुर्याउँछ भनेको छ? ब्रान्ड छवि सुधार्ने कुरामा फाइदा पुर्याउँछ कि कम्पनीलाई सुधार्नेमा फाइदा पुर्याउँछ कि कुनै असरै गर्दैन कि कर तिर्न नपर्ने भनेको छ? यी दुईटा मिल्दैन। अब यी दुईटा मध्ये के हुन्छ? ब्रान्ड छवि भनेको गुडविल चाहिँ हैन, यसको ख्याति चाहिँ वृद्धि गर्छ के सामाजिक उत्तरदायित्व जवाबदेही भयो भने ल है यो कम्पनीले लगानी पनि सुरक्षित राख्छ, सुरक्षित रूपमा उपयोग गर्छ, सेवा प्रदान गर्छ, सामाजिक उत्तरदायित्व पुरा गर्छ भनेर विश्वास गर्छ भन्न खोजेको जुन अप्सन ए मा रहेको छ। 76 मा हेर्नु पर्दा संस्थागत सुशासन कसले नियमन गर्छ? कम्पनी आफैले गर्छ कि सरकार नियामक निकायहरूले गर्छन् कि ग्राहकहरूले कि कर्मचारीहरूले मात्र भनेको छ 76 मा है। संस्थागत सुशासन कसले नियमन गर्छ भनेको छ र राइट आन्सर हुन्छ अप्सन बी, सरकार नियामक निकायहरूले गर्छन्। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले कुन किसिमका कार्यक्रमहरू गर्न सक्छ? संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले कुन किसिमका कार्यक्रमहरू गर्न सक्छ भन्दा सामाजिक उत्थानका कार्यक्रम गर्न सक्छ कि कर्मचारीलाई बढी काम दिने गर्छ कि बजार दबाउने गर्छ कि नाफा लुकाउने गर्छ भनेर भनेको छ 77 मा र सामाजिक उत्थानका कार्यहरू गर्छ जुन अप्सन ए मा रहेको छ। संस्थागत सुशासनमा पारदर्शिता किन आवश्यक हुन्छ भनेर भनेको छ? निर्णयहरूमा विश्वासिता ल्याउन, गोपनीयता कायम गर्न, कर्मचारीहरूलाई नियमन गर्न, नाफा घटाउन भनेर भनेको छ। र यसको राइट आन्सर के होला साथीहरू? तपाईले गेस गर्नुस् त। क्वेशन नम्बर 78 को संस्थागत सुशासनमा पारदर्शिता चाहिँ निर्णयहरूमा विश्वसनीयता ल्याउनु नै यसको उद्देश्य हो हैन। पारदर्शी भनेको सबैलाई समेटेर पारदर्शी तौरले हैन ट्रान्सपरेन्सी हुनु पर्यो भन्न खोजेको। अब संस्थागत सामाजिक उत्तरदायित्व कसले निर्धारण गर्छ? शेयर धनीहरू वा बोर्ड अफ डाइरेक्टरहरू र व्यवस्थापन ग्राहकहरू वा कर्मचारीहरू भनेर भनेको छ र यसको राइट आन्सर हुन्छ अप्सन बी, बोर्ड अफ डाइरेक्टरहरू र व्यवस्थापन। 80 मा हेर्नु पर्दा संस्थागत सुशासनमा फेयरनेस, फेयर भनेको एकदमै राम्रो के फेयर एकदम ब्युटी, यसको पर्यायवाची हेर्नुहुन्छ भने सिमिलर मिनिङ ब्युटी, क्यूट भन्न मिल्छ है। अब संस्थागत सुशासनमा चाहिँ अब क्यूट भनेर भएन है, फेयरनेस भनिएको छ। फेयर भनेको राम्रो, नेस भनेको अझै राम्रो के हैन। तपाईको लेस भयो भने त्यसको नेगेटिभ अर्थ हुन्छ, नेस भन्यो भने लेस र नेसको कुरा छ। यहाँ के छ? नेस भनेको त्यसमा बढी है। अब यसको अर्को ठ्याक्कै मेरो दिमागमा आएन अहिले मिनिङ, नेस वाला ह्याप्पी हुन्छ नि। अब एस ए पी पी वाई ह्याप्पी भयो भने खुसी हुन्छ, एच ए पी पी आई एन ई एस एस ह्याप्पीनेस भन्यो भने खुसीको पनि अझ बढी भनेको। अब यो फेयर भनेको राम्रो, फेयर एकदम फेयर डिसिजन गर्नु पर्यो हैन हुन्छ नि। अब त्यसको राम्रोको पनि राम्रो भन्न खोजेको। अब संस्थाको सुशासनमा फेयरनेसको अर्थ के होला भनेर हेर्दा सबैलाई न्यायोचित व्यवहार गर्नु यो हुन सक्छ है। यो पोजिटिभ हो, एक पक्षलाई बढी फाइदा दिने नेभर है। गोपनीय कुरा लुकाउने, गोपनीय कुरा अब लुकाए पनि ठिकै होला, माथिका सबै यसलाई आउट गरेपछि मिलेन। अब यो गोपनीय कुरा लुकाउने पनि अलि नेगेटिभ टाइपको आयो नि हैन। सबै पक्षलाई न्यायोचित व्यवहार गर्नु त एकदमै राम्रो छ भनेपछि अप्सन ए हामीले पक्कै पनि राम्रो मान्न सक्यौं। 71 मा हामीले हेर्दैनौं, 81 मा हेर्छौं है। संस्थागत सुशासन अवलम्बन नगर्दा कम्पनीमा के समस्या आउन सक्छ? विश्वासको अभाव हुन सक्छ कि नाफा वृद्धि हुन सक्छ कि कर्मचारीमा उत्साह वृद्धि हुन्छ कि राम्रो बजार स्थिति हुन्छ भनेको छ। संस्थागत सुशासन अवलम्बन नगर्दा त विश्वासको अभाव हुन्छ, कर्मचारीको उत्साह घट्छ, बरु नाफा पनि घट्छ, बरु बजार राम्रो स्थिति हुँदैन। सो अप्सन ए हाम्रो पक्कै पनि राइट एन्सर हुनु पर्यो होइन त।
अब हामी हेर्छौं क्वेशन नम्बर 82 मा जाउँ। निकै महत्त्वपूर्ण प्रश्नहरू रहेका छन्, सबैलाई प्र्याक्टिस गरेर सक्नुस् है त। संस्थागत सुशासनले कम्पनीलाई कसरी मद्दत गर्छ? दीर्घकालीन नाफा र दिगोपन प्रदान गरेर वा छोटो समयको नाफा बढाउनु, यो नेगेटिभ टाइपको आयो। कर्मचारीलाई बढी काम गर्न दबाब दिन, यो पनि मिल्दैन। अनियमितता बढाउनु, अनियमितता त झन् मिल्दैन। भनेपछि यसको राइट आन्सर अप्सन ए। संस्थागत सुशासन भनेको राम्रो कुरा हो भन्ने बुझिराख्नु पर्यो कि। सुशासन, शासन भनेको शासन भयो, सु भनेको सुशासन भनेको अझ राम्रो। संस्थागत भनेको संस्थामा गरिएको सुशासन व्यवस्थापन लगायतका सबै क्रियाकलापहरूलाई समग्र रूपमा लिन सकियो। संस्थाका सुशासनको कुन तत्त्वले कम्पनीमा पारदर्शिता ल्याउँछ? खुल्ला सूचना प्रवाह, कल्याणकारी सेवा मार्फत, कर्मचारी नियन्त्रण वा माथिका सबै भनेको छ। राइट आन्सर हुन्छ अप्सन ए, खुल्ला सूचना प्रवाह है त। संस्थाका सुचारुमा कुन तत्त्वले कर्मचारीमा पारदर्शिता, खुल्ला सूचना, अब पारदर्शिता भनेको त्यही हो। संस्थाका सुशासनमा इन्टिग्रिटीको अर्थ के हो? इमानदारी र नैतिकता, भ्रष्टाचार, यो मिल्दैन। एकता प्रदर्शन, यो पनि हुन सक्छ। गोपनीय लुकाउने, यो पनि हुँदैन। भनेपछि इन्टिग्रिटी भनेको अब के हो त? इमानदारिता र नैतिकता, त्यही नै बढी मिल्ने देखिन्छ है, अप्सन ए। सार्वजनिक संस्थानले आर्थिक विकासमा कस्तो भूमिका खेल्छ? पुँजी सञ्चय, उत्पादन वृद्धि, रोजगारी सिर्जना, माथिका सबै। सार्वजनिक संस्थानले आर्थिक विकासमा कस्तो भूमिका खेल्छ भन्दा माथिका सबै नै हुन्छ। सार्वजनिक संस्थानले निम्नमध्ये कुन क्षेत्रलाई प्राथमिकता दिन्छ? कृषि, उद्योग, पूर्वाधार दिएको छ। यसमा चाहिँ दोहोरिएकी क्वेसन कस्तो? सबैलाई नै दिन्छ है, सबै नै भयो, दोहोरिएको होइन होला, हेर्दै जाउँ है त। अनि आर्थिक विकासमा सार्वजनिक संस्थानको मुख्य भूमिका नाफा कमाउनु होइन, सामाजिक समानता ल्याउनु, यो मिल्छ, त्यही नै हो। सार्वजनिक संस्थानले दिएको कुन पक्षमा बढी जोड दिन्छ? क्वेसन दोहोरिएको छैन है त। लाभांशमा दिन्छ कि सामाजिक हितमा कि लगानीमा कि प्रतिस्पर्धा भनेको छ। सामाजिक हितमा चाहिँ सार्वजनिक संस्थानले बढी के गर्छ त? प्रायोरिटी दिन्छ है यो कुरालाई। अब सार्वजनिक संस्थानले निम्नमध्ये कुन समस्या समाधान गर्न मद्दत गर्छ? बेरोजगारी, अविकसित पूर्वाधार, सामाजिक समानता, माथिका सबै भनेर दिएको छ। सार्वजनिक संस्थानले निम्नमध्ये कुन समस्या समाधान गर्न मद्दत गर्छ भन्दा सार्वजनिक संस्थानले निम्नमध्ये कुन समस्या समाधान गर्न मद्दत गर्छ त? बेरोजगारी गर्न ठिकै हो, अविकसित पूर्वाधारको समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ, सामाजिक समानता ल्याउन पनि सहयोग गर्छ। सो माथिका सबै। नेक्स्टमा हेर्नु पर्दा हामी हेर्छौं क्वेसन नम्बर 90 मा सार्वजनिक संस्थानको आर्थिक विकासमा कस्तो भूमिका हुन्छ? सीमित, महत्त्वपूर्ण, न्यूनतम वा कुनै भूमिका हुँदैन भनेको छ। सार्वजनिक संस्थानको आर्थिक विकासमा अब महत्त्वपूर्ण नै हुन्छ नि त, हैन र? यही हामीले राइट आन्सर मान्नु पर्यो है त यसमा। सार्वजनिक संस्थानको बढी महत्त्व दिएका मध्ये कुन अवस्थामा हुन्छ? पूर्ण प्रतिस्पर्धामा हुन्छ कि मोनोपोलीमा हुन्छ कि ओलिगोपोलोजी हैन, ओलिगोपोलोजीमा हुन्छ कि सबैमा भनेको छ मोनोपोलीमा हुने देखिन्छ हैन त। मोनोपोली भनेको यदि कुनै एउटा निजी संस्था मात्रै, अब एनसीएल मात्रै तपाईको, यदि सार्वजनिक संस्थान नै यो टेलिकमको क्षेत्रमा एनसीएलले मात्रै काम गर्यो भने एनसीएलले त मन परै गरिदिन्छ हैन, पैसा त्यसै काट्देला, डाटा सेवाहरू महँगो बनाउला। त्यस्तो अवस्थामा टक्क इन्ट्री केले मार्छ त? एनटिसीले मार्छ। अनि एनटिसीले इन्ट्री मारिसकेपछि प्रतिस्पर्धा हुन्छ, त्यसपछि के भन्छ त? यसले मनपरी गर्न पाउँदैन। मोनोपोली भनेको मनपरी टाइपको हो, एउटाको मात्रै मनपरी चल्नुलाई मोनोपोली भन्छ। पढ्नु भएको छ होला अर्थशास्त्र पढेको साथीहरूले। सार्वजनिक संस्थानको व्यवस्थापन किन गरिन्छ? सार्वजनिक संस्थानको व्यवस्थापन किन गरिन्छ? स्थापना किन गरिन्छ? हो, त्यही मोनोपोली भएको अवस्थामा पनि गरिन्छ भन्दा हेरिहाल्यौँ, अरू पनि हेरौँ है त। लाभ मात्रै कमाउन गरिन्छ कि राष्ट्रिय आवश्यकता पूर्ति गर्न वा विदेशी लगानी रोक्न? नन, राष्ट्रिय आवश्यकता पूर्ति गर्न गरिन्छ, जुन अप्सन बी मा छ है। कुनै पनि छैन टाइपको मानेको, झुक्किएको होइन, अप्सन बी। सार्वजनिक संस्थानले निम्नमध्ये कुन आर्थिक क्रियाकलापमा योगदान पुर्याउँछ? सार्वजनिक संस्थानले निम्नमध्ये कुन आर्थिक क्रियाकलापमा योगदान पुर्याउँछ? उत्पादनमा हो कि वितरणमा हो कि उपभोगमा हो कि माथिका सबै। अब सार्वजनिक संस्थानले निम्नमध्ये कुन आर्थिक क्रियाकलापमा योगदान पुर्याउँछ भन्दा उत्पादन, वितरण, उपभोग यी सबैमा गर्छ हैन। एउटा माथिका सबै पनि अप्सन छ भनेपछि अप्सन डी हुने भयो।
94 मा हेर्छौं सार्वजनिक संस्थानले निम्नमध्ये कुन समस्या समाधान गर्न सहयोग पुर्याउँछ? बजार असफलतामा वा प्राकृतिक प्रकोपमा, राजनीतिक द्वन्द्व वा नन भनेको छ। अब बजारको असफलता भयो भने त्यसलाई सफल गराउन यसले बढी भूमिका खेल्छ, जुन अप्सन ए मा छ। सार्वजनिक संस्थानले कस्तो प्रकारको वस्तु उत्पादन गर्छ? सामूहिक उपभोगका वस्तु उत्पादन गर्छ कि व्यक्तिगत उपभोगका वस्तुहरू उत्पादन गर्छ कि विलासिताका वा नन? यो हुँदैन, व्यक्तिगत पनि खासै नहुने देखियो, सामूहिक बढी हुने देखियो है, अप्सन ए। त्यसपछि 96 मा हेर्छौं हामीले सार्वजनिक संस्थानले निम्नमध्ये कुन आर्थिक नीतिमा मद्दत गर्छ? मूल्य नियन्त्रण, रोजगारी सिर्जना, पुँजी निर्माण, माथिका सबै भनेको छ 96 मा। यसको राइट आन्सर हुन्छ अप्सन डी, माथिका सबै। सार्वजनिक संस्थानले निम्नमध्ये कुन क्षेत्रलाई प्राथमिकतामा राख्छ? ठूलो पुँजी आवश्यक उद्योगलाई, साना व्यवसायलाई, केवल निर्यातलाई, नन भनेको छ। अब सार्वजनिक संस्थानले लगानी गर्ने भनेको लगानीको अभाव हुने खालका ठूला उमा नै बढी गरेको देखिन्छ, जुन अप्सन ए मा छ। सार्वजनिक संस्थानले आर्थिक विकासमा कसरी योगदान पुर्याउँछ भनेको छ है। आर्थिक विकासमा कसरी योगदान पुर्याउँछ त? सार्वजनिक संस्थानले लगानी वृद्धि गरेर वा व्यापार नियन्त्रण गरेर वा निजी क्षेत्रलाई दबाएर वा नन भनेको छ लगानी वृद्धि गरेर चाहिँ आर्थिक विकासमा योगदान पुर्याउँछ। हामीले हेर्यौं 98 है त। 98 पछि हामी हेर्छौं 99 मा हेर्छौं सार्वजनिक संस्थानले आर्थिक समानता कसरी कायम गर्छ? कर प्रणाली मार्फत, सामाजिक सेवाहरू उपलब्ध गराएर वा विदेशी सहयोग लिएर वा नन भनेको छ। यसको राइट आन्सर हुन्छ अप्सन बी, सामाजिक सेवाहरू उपलब्ध गराएर। त्यसपछि सार्वजनिक संस्थानहरूको प्रभाव कस्तो हुनुपर्छ? केवल स्थानीय प्रभाव वा राष्ट्रिय र क्षेत्रीय, केवल अन्तर्राष्ट्रिय वा क्षेत्रीय भनेको छ। यो चाहिँ राष्ट्रिय र क्षेत्रीय हुनुपर्छ, यो केवल अन्तर्राष्ट्रिय होइन, क्षेत्रीय मात्रै भएर हुन्न, पुरै नेसनल वाइड हुनु पर्यो, जुन अप्सन बी मा रहेको छ। त्यसै गरेर नेक्स्ट क्वेशन हेर्छौं। क्वेशन नम्बर 101 मा रहेको छ सार्वजनिक संस्थानको विकासमा कुन तत्त्व सबैभन्दा महत्त्वपूर्ण हुन्छ? सरकारी नीतिहरू वा निजी लगानी, विदेशी सहयोग वा माथिका सबै भनेको छ है। निजी भन्ने कुरालाई हामीले अघि नै काटे हो, विदेशीलाई पनि काटिसक्या हो। सो राइट आन्सर हुने भयो अप्सन ए है त, सरकारी नीतिहरू। अब माथिका सबै पनि नमिल्ने देखियो। 102 मा हेरौं हामी, म 2 मात्रै भन्दै जान्छु है त। सार्वजनिक संस्थानले निम्नमध्ये कुन तत्त्वलाई बल दिन्छ? सामाजिक न्यायलाई बल दिन्छ कि सहयोग गर्छ कि हैन? अनि नाफालाई बल दिन्छ कि जोड दिन्छ, प्रायोरिटी दिन्छ भन्न खोजेको? प्रतिस्पर्धालाई प्रायोरिटी दिन्छ कि परोपकारलाई प्रायोरिटी दिन्छ भनेको छ। परोपकार भनेर के सित्तैमा त्यसरी दिने भन्ने पनि हुँदैन, यो चाहिँ सामाजिक न्यायलाई चाहिँ के गर्छ त? प्रायोरिटी दिन्छ है। 3 मा हेर्छौं हामी सार्वजनिक संस्थान कुन आर्थिक गतिविधिमा बढी केन्द्रित हुन्छ? उत्पादन, वितरण, वित्तीय व्यवस्थापन, कुनै पनि होइन भन्यो। माथिका सबै भनेको भए यहाँ छुट्टै कुरा हुन्थ्यो, कुनै पनि होइन भन्यो। र विशेष गरेर अब हामीले यस्तोमा नेपालको सिनारियोमा हेर्ने हो भने हामीले त्यही नै है, नेपालको सिनारियोमा नै हेर्ने हो। यसमा चाहिँ नेपालमा धेरै सार्वजनिक संस्थानहरू उत्पादनमा रहेको देखिन्छ हैन। त उनीहरूले हामीले अप्सन ए लाई राइट मान्यौं र यो अप्सन पहिलो अप्सनमा पनि रहेको छ। अब वित्तीय व्यवस्थापनतिर पनि छन्, वितरणतिर पनि छन् हैन। कृषि सामग्री कम्पनी लिमिटेड यिनीहरू व्यापारिक वा वितरणतिर रहेका छन्। तैपनि यहाँ चाहिँ हामीले एउटा मात्रै चुज गर्नुपर्ने हुनाले अप्सन ए बेस्ट मिल्ने देखेँ है त मैले। सो राइट आन्सर के भयो? अप्सन ए। सार्वजनिक संस्थानले आर्थिक विकासमा निम्नमध्ये कुन भूमिका खेल्छ भनेको छ? पुँजीको निर्माणमा भूमिका खेल्छ कि विदेशी मुद्रा आर्जनमा भूमिका खेल्छ कि श्रम बजार नियन्त्रणमा भूमिका खेल्छ कि निशुल्क सेवा प्रवाहमा भूमिका खेल्छ भनेर दिएको छ। यसको राइट आन्सर हुन्छ पुँजी निर्माण, अप्सन ए। त्यसै गरेर 105 मा रहेको छ सार्वजनिक संस्थानले निम्नमध्ये कुन नीति कार्यान्वयन गर्छ? बेरोजगार नीति, आर्थिक समानता नीति, सामाजिक सुरक्षा नीति, माथिका सबै भनेको छ। सार्वजनिक संस्थानले निम्नमध्ये कुन नीति कार्यान्वयन गर्छ भन्दा यी सबै नीतिहरू अवलम्बन गर्छ हैन। रोजगारी प्रदान गर्ने नीति हैन, आर्थिक समानता कायम राख्ने त्यो नीति, अर्थात् उद्देश्य, त्यस्तो उद्देश्य अवलम्बन गर्दै अगाडि बढ्छ भन्न खोजेको हो। 6 मा हेर्छौं सार्वजनिक संस्थानको मुख्य लक्ष्य के हो भनेको छ? मेन गोल के हो त? टार्गेट के हो भन्दा
दीर्घकालीन विकास हो कि तत्कालीन नाफा हो कि विदेशी लगानी आकर्षण हो कि कुनै पनि होइन भनेको छ। अब विदेशी भन्ने हुँदैन, यसको मतलब कुनै पनि हुँदैन। अब तत्काल नाफा हेर्दैन, दीर्घकालीन रूपमा लङ टर्ममा चाहिँ प्रोफिट होस् भन्ने लिने हो हैन। 107 मा हामीले हेर्नु पर्दा सार्वजनिक संस्थानले कसरी राष्ट्रिय उत्पादन बढाउँछ भनेको छ। उद्योग स्थापना गरेर वा कृषि सुधार गरेर वा उपभोक्ता वस्तुमा ध्यान दिँदै वा माथिका सबै भनेको छ सार्वजनिक संस्थानले कसरी राष्ट्रिय उत्पादन बढाउँछ। अब सार्वजनिक संस्थानले कसरी राष्ट्रिय उत्पादन बढाउँछ त भनेर हेरौँ है त। उद्योग स्थापना गरेर यो ठिक छ, कृषिमा सुधार गरेर ठिक छ, उपभोक्ता वस्तुमा ध्यान दिएर अर्थात् माथिका सबै भनेर चाहिँ हाम्रो के भयो त राइट एन्सर हुने देखियो। 108 मा हेर्नु पर्दा सार्वजनिक संस्थानले आर्थिक विकासमा योगदान दिनका लागि के आवश्यक हुन्छ। सक्षम प्रशासन, पर्याप्त लगानी, स्पष्ट नीतिहरू वा माथिका सबै भनेको छ सार्वजनिक संस्थानले आर्थिक विकासमा योगदान दिनका लागि के आवश्यक हुन्छ त भन्दा माथिका सबै नै हुने भयो है यसमा। सो अप्सन यसको पनि अप्सन डी राइट एन्सरको रूपमा रहने देखिन्छ है। अब हेर्छौँ हामीले 109 मा रहेको छ 50% भन्दा बढी सरकारी स्वामित्व भएको स्वायत्त र व्यावसायिक कारोबार गर्ने निकाय वा संस्थालाई के भनिन्छ। निजी लगानी, सार्वजनिक संस्थान, अन्तर्राष्ट्रिय कम्पनी, पुँजी बजार कम्पनी भनेको छ। यसलाई के भनिन्छ त 50% भन्दा बढी सरकारी स्वामित्व भएको स्वायत्त व्यावसायिक कारोबार गर्ने निकाय भनेको त सार्वजनिक संस्थान नै हो, जुन अप्सन बी मा रहेको छ। 10 मा हेर्छौँ नेपालमा संस्थान ऐन कहिले ल्याइयो। विक्रम सम्वत 2021 वा विक्रम सम्वत 2031 वा विक्रम सम्वत 2041 वा विक्रम सम्वत 2051 भनेर अप्सनहरू दिएको छ। यसको राइट एन्सर हुन्छ अप्सन ए विक्रम सम्वत 2021। हेर्छौँ 11 मा निजीकरण भनेको के हो। सरकारी संस्था विस्तार गर्ने प्रक्रिया, सरकारी संस्था निजी क्षेत्रलाई हस्तान्तरण गर्ने प्रक्रिया वा सरकारी संस्था बन्द गर्ने प्रक्रिया वा सरकारी संस्था घटाउने प्रक्रिया भनेको छ। अब एक्ज्याक्टली भन्नुपर्दा सरकारी संस्था चाहिँ निजी क्षेत्रलाई हस्तान्तरण गरिन्छ भने त्यसलाई नै निजीकरण भनेर भनिन्छ है। सो अप्सन बी राइट एन्सर हुने देखिन्छ। नेक्स्टमा हेर्छौँ हामी 12 मा रहेको छ निजीकरणका मुख्य उद्देश्य के हुन्। सरकारी खर्च बढाउनु यस्तो उद्देश्य हुन्छ त नेगेटिभ हुँदैन। सरकारी संस्था कमजोर बनाउनु यो पनि हुने भएन, नेगेटिभ टाइपको आयो। केही राम्रो होस् भनेर निजीकरण गरिने हो। दक्षता र उत्पादनशीलता बढाउनु यो हुन सक्छ। जनताको कर बढाउनु यो पनि उद्देश्य हुन्छ त हुँदैन। दक्षता र उत्पादनशीलता बढाउनु चाहिँ उद्देश्य रहन्छ हैन। 113 मा हेरौँ निजीकरणको प्रकार देखाएको कुन हो। पूर्ण बिक्री, कर वृद्धि, सरकारी नियन्त्रण विस्तार, बजेट कटौती भनेको छ। निजीकरणको प्रकार देखाएका मध्ये कुन हो भनेको छ। निजीकरण भनेको त अब यहाँ तपाईले हेर्नुभयो भने पूर्ण रूपमा नै बिक्री गर्ने चाहिँ राइट एन्सर हुन्छ, जुन अप्सन ए मा देखिन्छ है त। त्यसै गरेर 114 मा हेर्छौँ निजीकरण गर्दा कुन पक्षलाई बढी प्राथमिकता दिइन्छ। जनतालाई वा निजी लगानीकर्तालाई वा सरकारी कर्मचारीलाई वा विदेशी अनुदातालाई भनेको छ। यो विदेशी भन्ने कुरा आएन, निजी लगानीकर्तालाई अब यो प्राइभेटाइजेसनको कुरा छ यहाँ हैन। सो यो चाहिँ निजी हुन सक्छ है, यस्तोमा ख्याल गरौँ। अब जनतालाई भन्दा पनि यो चाहिँ निजी लगानी, यो निजीकरण गर्ने भनेकै निजी लगानीकर्ताहरूले त्यो किन्ने हुन् भनेपछि यसलाई नै प्रायोरिटी दिनु आवश्यक छ, जुन अप्सन बी मा देखिन्छ। विश्वव्यापीकरणको अर्थ के हो। राष्ट्रिय व्यापार सीमित गर्ने प्रक्रिया। अब विश्वव्यापीले राष्ट्रिय व्यापार सीमित गर्छ त गर्दैन, यो चाहिँ विश्वव्यापी जाने हो। त्यसैले अन्तर्राष्ट्रिय सम्बन्ध घटाउनुभन्दा बरु बढाउँछ यो पनि हुँदैन। विश्वका देशबीच आर्थिक, सांस्कृतिक र राजनीतिक सम्बन्ध विस्तार गर्ने, देशभित्र आर्थिक नीतिहरू लागू गर्ने। अब यो देशभित्रको कुरा होइन, यो देश बाहिर सहितको हो। सो अप्सन सी राइट एन्सर। विश्वभरिका देशहरूमा चाहिँ आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक लगायतका चाहिँ तपाईको सम्बन्ध विस्तार हुने भए। 116 मा हामीले हेर्नु पर्दा विश्वव्यापीकरणले केमा प्रभाव पर्दछ। आर्थिक क्षेत्रमा वा सांस्कृतिक क्षेत्रमा मात्र वा आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा
वा राजनीतिक क्षेत्रमा मात्र भनेको छ विश्वव्यापीकरणले केमा प्रभाव पार्छ त भनेर हामीलाई यहाँ दिएको छ। यसको राइट आन्सर हुन्छ अप्सन सी, आर्थिक सामाजिक सांस्कृतिक राजनीतिक क्षेत्रहरूमै प्रभाव पार्छ। यहाँ मात्र ओन्ली हैन इकोनोमिक सेक्टर तपाईको हैन ओन्ली तपाईको यो पोलिटिकल सेक्टर यस्तोमा हैन है त। ओन्ली भनेको प्राय आन्सर हुँदैन। निजीकरणबाट सरकारले के पाउन सक्छ? के को लागि निजीकरण गर्ने त भन्दा कर राजस्व घट्छ भने निजीकरण गरिन्छ त यो पाउने हो त, यो घाटाको कुरा हुँदैन। सरकारी खर्च बढ्छ भने पनि निजीकरण गरेर हुन्छ त हुँदैन, बढ्दैन घट्छ। बरु लगानी आकर्षण र विदेशी निर्भरता बढ्नु यो पनि नेगेटिभ कुराको लागि कहिले पनि सरकारले काम गर्छ त गर्दैन। सो राइट आन्सर अप्सन सी, लगानी आकर्षक हुन्छ। विदेशी लगानी पनि बरु आकर्षक हुन्छ, तर विदेशी निर्भरता बढ्नु चाहिँ राम्रो होइन, त्यो मिल्दैन। 18 मा हेर्छौं हामी, विश्वव्यापीकरणको कारणले विकासोन्मुख देशहरूमा के बढ्छ भनेको छ। विदेशी लगानी बढ्छ कि कर वृद्धि हुन्छ कि सरकारी नियन्त्रण कि औद्योगिक विकास भनेको छ। विश्वव्यापीकरणको कारणले विकासोन्मुख देशहरूमा विश्वव्यापीकरणले विदेशी लगानी आउँछ, यो ठिक छ। कर वृद्धि, सरकारी नियन्त्रण, औद्योगिक विकास, यो विश्वव्यापीकरणले चाहिँ तपाईको विदेशी लगानी नै आउने हो कि विदेशबाट के आउँछ भन्ने यो त देशभित्रकै कुराहरू हो। तर मिल्न त मिल्छ, सबै मिल्छ नै, यो बाहेकहरू मिल्ला। तैपनि बेस्ट मिल्ने अप्सन ए, यहाँ माथिका सबै भन्ने अप्सन पनि छैन। तर यो सरकारी नियन्त्रण भन्ने त मिल्दैन, फेरि 0% हो। त्यो हुनाले अप्सन ए हाम्रो राइट आन्सर है त। निजीकरणले सरकारी कर्मचारीहरूमा के प्रभाव पार्न सक्छ? रोजगारी वृद्धि गर्छ कि रोजगार घट्न सक्छ कि तलब वृद्धि हुन्छ कि काम कम हुनु भनेको छ। निजीकरणले सरकारी कर्मचारीहरूमा के प्रभाव पर्न सक्छ भन्दा निजीकरण गरियो भने रोजगारीमा कमी चाहिँ हुन्छ। तर केमा भनेको छ सरकारी कर्मचारीहरूलाई कम हुने हो, अरूलाई हुने होइन है। फेरि जस्तो मानौँ तपाईले खाद्य संस्थानको तयारी गरिरहनु भएको छ, यदि खाद्य संस्थानमा वर्षमा लगभग तपाईको 60-70 वटा कोठा खुल्छ सबैमा हैन, 60-70 कोठा खुल्छ। यो वर्ष पनि खुलेको छ, अर्को वर्ष पनि खुल्छ हैन। अब यदि यसलाई प्राइभेट गरियो भने, निजीकरण गरियो भनेपछि त यो सरकारी जागिर खान चाहनेहरूका 60-70 कोठा त घटे नि हैन। तर फेरि यो 60-70 कोठा प्राइभेटहरूले चाहिँ खान्छन्। तर यहाँ हामीलाई दिएको छ सरकारी कर्मचारीमा कस्तो प्रभाव पार्छ भन्दा रोजगारी घट्छ है। र यसको तपाईले तयारी गर्न चाहनुहुन्छ भने तपाई स्क्रिनमा देखाएको भाइबर नम्बरमा भाइबर मेसेज गर्न सक्नुहुन्छ। खाद्य संस्थानको अब एक्जाम पनि तोकेको छ, टाइम पनि छ, मजाले पढ्न सक्नुहुन्छ है त। अब हामी हेर्छौं 120 मा, विश्वव्यापीकरणको प्रमुख माध्यम कुन हो? राष्ट्रिय नीतिहरू हो कि अन्तर्राष्ट्रिय व्यापार र लगानी हो कि राज्य नियन्त्रण हो कि सरकारी निकायहरू हुन् भनेको छ। विश्वव्यापीकरणको प्रमुख माध्यम, विश्वव्यापीकरणको प्रमुख माध्यम अन्तर्राष्ट्रिय व्यापार र लगानी हो, जुन अप्सन बी मा रहेको छ। निजीकरणले सेवा गुणस्तरमा के प्रभाव पार्छ भनेर भनेको छ 121 मा। निजीकरणले सेवा गुणस्तर घट्छ कि सेवा गुणस्तर सुधार हुन्छ कि कुनै प्रभाव नै हुँदैन कि सेवा न्यून मूल्यमा प्राप्त हुन्छ भनेको छ 121 मा। यसको राइट आन्सर हुन्छ अप्सन बी, सेवा गुणस्तर सुधार हुन्छ। निजीकरणले राम्रै हुने हो, त्यो हुनाले नै निजीकरण गरिने हो है त। त्यसै गरेर नेक्स्टमा हेर्छौं, विश्वव्यापीकरणको अध्यायमा उल्लेखित कुन उद्योगलाई बढी अवसर दिन्छ भनेको छ। विश्वव्यापीकरणले अध्यायमा उल्लेखित कुन उद्योगलाई बढी अवसर दिन्छ भनेर दिएको छ। अब कृषिमा मात्रै हो कि सेवा उद्योगमा हो कि मात्र सरकारी उद्योगमा हो कि केवल घरेलु उद्योगमा भनेको छ। विश्वव्यापीकरणले दिएका मध्ये सेवा उद्योगमा चाहिँ तपाईको प्रभाव पार्छ है त। अब 123 मा हेर्छौं, विश्वव्यापीकरणले कुन समस्या ल्याउन सक्छ? सांस्कृतिक विविधता घट्नु, विदेशी लगानी कम हुनु, व्यापार बन्द हुनु, घरेलु उद्योग उत्पादन वृद्धि हुनु भनेको छ 123 मा। यसको राइट आन्सर हुन्छ सांस्कृतिक विविधता घट्न चाहिँ सक्छ विश्वव्यापीकरणले। अब बाहिरको संस्कृति भित्रिन्छ ओर्छ हैन, त्यो हुनाले अरु चाहिँ ठिकै हो है त। 124 मा हामी हेरौं, विश्वव्यापीकरणले बढाउने कुराहरुमा कुन पर्दैन? सूचना प्रवाह,
वा सांस्कृतिक एकरूपता वा राष्ट्रियता वा अन्तर्राष्ट्रिय सहयोग भनेको छ विश्वव्यापीकरणले बढाउने कुरामा के पर्दैन त? क्वेशन नम्बर 124 मा यो राष्ट्रियता चाहिँ यसले बढाउँदैन, अन्तर्राष्ट्रिय सहयोग बढाउँछ। अब सांस्कृतिक एकरूपता, अब सांस्कृतिक पनि बाहिरको पनि भित्र नि त अब यताउता हुन्छ, अब त्यो ठिकै हो। अनि सूचना प्रभाव पनि बढाउँछ। यो राष्ट्रियता चाहिँ यसले राष्ट्रियतामा चाहिँ 0% यसले चाहिँ तपाईको टेवा पुर्याउँछ भन्ने हो। 125 मा हेर्नु पर्दा हामीले निजीकरण गर्दा निम्नमध्ये कुन समस्या आउन सक्छ भनेको छ सरकारी राजस्वमा कमी, रोजगारीमा कमी, सेवा शुल्क वृद्धि वा सबै सही छन् भनेको छ। निजीकरण गर्दा निम्नमध्ये कुन समस्या आउन सक्छ? सरकारी राजस्वमा कमी यो हुँदैन, रोजगारीमा कमी यो पनि हुँदैन, सेवा शुल्क वृद्धि र सेवा शुल्क चाहिँ वृद्धि हुन्छ जुन अप्सन सी मा रहेको छ, किनकि सरकारले अलिक सस्तोमा पनि दिया हुन्छ, उता चाहिँ अलि बढी पैसा लाग्छ भन्न सकिन्छ, समस्या आउन सक्छ। अब सरकारी राजस्वमा कमी भनेर भन्न मिल्ला त? तर निजीकरण गरिए पनि निजी क्षेत्रले राजस्व त तिर्छ, तर पनि फेरि पुरै प्रॉफिट त फेरि सरकारलाई आउँदैन हैन, त्यो उनीहरूले पनि मिल्ने देखिन्छ। रोजगारीमा कमी भनेको छ अब यसरी हेर्दा माथिका सबैलाई नै हामीले राइट एन्सर मान्नुपर्ने देखियो, किनकि यो अप्सन ए सब पनि मिल्ने देखिने हुनाले हैन। अब रोजगारी, अब सरकारी रोजगारीमा कमी हो तर प्राइभेटमा पनि जागिर चाहन्छन् नै। अब यहाँ एउटा चुज नै गर्नुपर्ने हुनाले अप्सन डी बेस्ट मिल्ने देखिन्छ, यही नै हो है त, नजुकिनु होला। 26 मा जान्छौँ हामी। विश्वव्यापीकरणले कुन पक्षलाई बढी लाभ पुर्याउँछ भनेको छ विकासशील देशहरूलाई वा विकसित देशहरूलाई वा ग्रामीण क्षेत्रलाई वा सबै जनतालाई समान रूपमा भनेको छ। समान रूपमा यसले असर गर्दैन। विश्वव्यापीकरणले जुन विकसित देशहरू छन् नि तिनले चाहिँ बढी फाइदा लिन सक्छन् के आफ्नो सेवाहरू विश्वव्यापी अविकसित हैन विकासशील देशहरूमा चाहिँ बेच्न सक्छन् सजिलै हैन। त्यो हुनाले फाइदा बढी फाइदा यिनीहरूलाई पनि हुन्छ, सबैलाई फाइदा त हुन्छ नै, त्यसमा पनि बेस्ट फाइदा हैन डाइरेक्ट प्रॉफिट लिने भनेको चाहिँ विकसित देशहरूले नै हो। त्यसै गरेर 27 मा हेर्छौँ हामीले। 127 मा निजीकरणका विरुद्धमा कस्ता तर्कहरू हुन्छन्? विरुद्धमा है यसको निजीकरणको बेफाइदा के हो भनेर सोधेको हो। जनताको हितमा काम गर्छ भनेको छ, सेवा महँगो हुन्छ, दक्षता बढ्छ, रोजगार बढ्छ भनेको छ। यहाँ विरुद्धमा भनेपछि नराम्रो के पक्ष हो भनेको छ। यो त राम्रो पक्ष हो, यो पनि राम्रो पक्ष हो, यो पनि राम्रो पक्ष हो, तर यो चाहिँ नराम्रो पक्ष। सेवाको शुल्क चाहिँ महँगो हुने देखिन्छ जुन अप्सन बी मा छ। विश्वव्यापीकरणले देशको आर्थिक सन्तुलनमा के असर पार्न सक्छ? सन्तुलन बिगार्न सक्छ वा सन्तुलन कायम रहन्छ वा आर्थिक विकास रोक्छ वा कुनै असर हुँदैन भनेको छ। र यसको राइट एन्सर के होला साथीहरू? 128 को तपाईले गेस गर्नुस्। क्वेशन नम्बर 128 को तपाईलाई राइट एन्सर के होला जस्तो लाग्छ गेस गरेर कमेन्ट गर्नुस् है त। विश्वव्यापीकरणले देशको आर्थिक सन्तुलनमा कस्तो असर गर्छ त? सन्तुलन बिगार्न सक्छ, सन्तुलन कायम रहन्छ, असर गर्छ भनेको छ भनेपछि नेगेटिभ। विश्वव्यापीकरणले आर्थिक सन्तुलन चाहिँ बिगार्न सक्छ भन्ने बढी मिल्ने देखिन्छ। आर्थिक विकास त यसले रोक्दैन, कुनै असर हुँदैन भन्ने पनि तर्क गलत छ, कुनै न कुनै असर त हुन्छ नै हैन, नो डाउट। त्यो हुनाले सन्तुलन बिगार्न चाहिँ सक्ने देखिन्छ जुन अप्सन ए मा रहेको छ है त। नेक्स्टमा हेर्छौँ 129 मा छ। विश्वव्यापीकरणले निम्नमध्ये कुन प्रविधिको विकासमा सहयोग पुर्याउँछ? कृषि उपकरण, सूचना र सञ्चार प्रविधि, हवाई यातायात वा परम्परागत कला भनेको छ। यसको राइट एन्सर हुन्छ अप्सन बी, सूचना र सञ्चार प्रविधि। विश्वव्यापीकरणले सूचना र सञ्चार प्रविधिको विकासमा चाहिँ बढी टेवा पुर्याउँछ है, बढी जसो के सबैमा गर्छ तर प्रत्यक्ष रूपमा यसमा गर्छ। विश्वव्यापीकरणका कारण बढेको समस्या देखाएका मध्ये कुन हो भनेको छ? सांस्कृतिक विलुप्ति हुनु, संस्कृति हराउनु वा आर्थिक स्वतन्त्रता हुनु, मानव अधिकारको प्रवर्धन हुनु, प्राविधिक विकास हुनु। बढेको समस्या भनेको छ यी समस्या हुन् त यिनीहरू होइनन्, समस्या त अप्सन ए मात्रै हुने देखिन्छ।
131 मा हेर्नुपर्दा निजीकरण प्रक्रिया कहिले सुरु भएको हो? सन् 1940 को दशकमा वा सन् 1960 को दशकमा वा सन् 1980 को दशकमा वा सन् 2000 को दशकमा भनेको छ। निजीकरण प्रक्रिया चाहिँ कहिलेदेखि सुरु भएको हो भनेर तपाईलाई सोध्छ भने यसको राइट आन्सर हुन्छ अप्सन सी, सन् 1980 को दशकमा। विश्वव्यापीकरणले नेपाली युवाहरूमा पर्ने प्रभाव देखाएका मध्ये कुन हो भनेको छ? रोजगारीका अवसर बढ्छ वा रोजगारी घट्छ वा शिक्षामा कमी हुन्छ वा कुनै प्रभाव हुँदैन भनेर दिएको छ। विश्वव्यापीकरणले नेपाली युवाहरूमा चाहिँ कुन असर गर्छ भनेको छ? शिक्षा कम हुन्छ, यो हुँदैन। रोजगारी घट्दैन, बरु रोजगारीका अवसरहरू बढ्छ है। अब यहाँ पोजिटिभ नेगेटिभ छुट्याएको छैन, यो पोजिटिभ असर यसरी गर्छ। उद्योगहरू बढी सञ्चालित हुन्छन् हैन, त्यो भए त रोजगारीहरू धेरै नै सिर्जना हुने हो। निजीकरणको कारणले कुन प्रकारको प्रतिस्पर्धा बढ्छ? राष्ट्रिय प्रतिस्पर्धा, क्षेत्रीय प्रतिस्पर्धा, बजार प्रतिस्पर्धा वा कुनै प्रतिस्पर्धा हुँदैन भनेको छ हैन। निजीकरणको कारणले चाहिँ बजार प्रतिस्पर्धा बढ्छ, जुन अप्सन सी मा रहेको छ। विश्वव्यापीकरणको कारणले निम्नमध्ये कुन कुरा सजिलो हुन्छ? राष्ट्रिय सीमाहरू बन्द गर्नु, सूचना आदान प्रदान गर्न वा सरकारी नियन्त्रणमा कडाई गर्न वा उत्पादन घट्नु। यी सबै नेगेटिभ हुन्। अप्सन बी मात्रै हाम्रो राइट आन्सर हुन्छ है। सूचना आदान प्रदानमा चाहिँ विश्वव्यापीकरणले सजिलो बनाउँछ। 35 मा हेर्नुपर्दा निजीकरणबाट कम हुने कुरा के हो? सरकारी कर राजस्वमा कमी हुन्छ कि सरकारी खर्चमा कमी हुन्छ कि लगानीमा कमी हुन्छ कि सेवा गुणस्तरमा कमी हुन्छ भनेर भनेको छ। निजीकरणबाट कम हुने कुरा चाहिँ सरकारी खर्च चाहिँ कम हुन्छ, किनकि निजी क्षेत्रलाई नै बेहोर्ने हो। विश्वव्यापीकरणले निम्नमध्ये के बढाउँछ भनेको छ? सांस्कृतिक पहिचान, अन्तर्राष्ट्रिय सहयोग, राष्ट्रिय सीमाङ्कन, सरकारी अनुदान भनेर दिएको छ। यसको राइट आन्सर के हुन्छ भन्दा अप्सन बी, अन्तर्राष्ट्रिय सहयोग। 137 मा निजीकरण गर्दा विदेशी लगानीको भूमिकामा के कस्तो प्रभाव पर्छ? निरुत्साहित हुन्छ, आकर्षित हुन्छ, कम हुन्छ, कुनै भूमिका हुँदैन भनेर दिएको छ। यो चाहिँ आकर्षित हुन्छ, अप्सन बी। विश्वव्यापीकरणले निम्नमध्ये कुन कुरामा सुधार ल्याउँछ भनेर भनेको छ? मानव अधिकारको संरक्षणमा, आर्थिक एकीकरणमा वा राष्ट्रियता कम गर्न वा सांस्कृतिक विविधता नष्ट गर्नु भनेर भनेको छ। यसको राइट आन्सर हुन्छ आर्थिक एकीकरण, अप्सन बी। नेक्स्टमा हेर्छौँ हामी क्वेसन नम्बर 139 मा रहेछ। निजीकरणबाट सरकारले कस्तो आर्थिक लाभ पाउन सक्छ? ऋण वृद्धि, कर राजस्व घटाउनु, लगानी बढाउनु, विदेशी सहायता बढाउनु भनेको छ। निजीकरणबाट सरकारले कस्तो आर्थिक लाभ पाउन सक्छ भन्दा आर्थिक एकीकरण चाहिँ विश्वव्यापीकरण कि निजीकरण? निजीकरणको कुरा गरेको रहेछ। निजीकरणको कुरा गरेको छ भने लगानी बढाउनु नै यसको राइट आन्सर हुने देखिन्छ। विश्वव्यापीकरणले निम्नमध्ये कुन कुरामा सकारात्मक प्रभाव पार्छ? रोजगार सिर्जना, सांस्कृतिक ह्रास वा राष्ट्रिय स्वायत्तता कम हुनु वा वातावरणीय प्रदूषण बढ्नु भनेर दिएको छ। यसको राइट आन्सर हुन्छ रोजगारी सिर्जना। 141 मा हेर्छौँ। सार्वजनिक संस्थानमा मानव संसाधन व्यवस्थापनको मुख्य उद्देश्य के हो? उत्पादन वृद्धि गर्नु, कर्मचारीहरूको दक्षता र सन्तुष्टि सुनिश्चित गर्नु, वित्तीय नाफा कमाउनु, बजार विस्तार गर्नु भनेर दिएको छ 141 मा। यसको राइट आन्सर हुन्छ अप्सन बी, कर्मचारीहरूको दक्षता र सन्तुष्टि सुनिश्चित गर्नु। सार्वजनिक संस्थानमा कर्मचारीको क्षमता विकासका लागि कुन प्रक्रिया अनिवार्य हुन्छ भनेको छ? वित्तीय व्यवस्थापन, प्रशिक्षण र विकास, बजार विश्लेषण, उत्पादन योजना भनेको छ है साथीहरू। 142 मा यसको राइट आन्सर हुन्छ अप्सन बी, प्रशिक्षण र विकास। मानव संसाधन व्यवस्थापनमा कार्य मूल्याङ्कनको मुख्य उद्देश्य के हो? कर्मचारीलाई थप जिम्मेवार, कार्यको महत्त्व र जिम्मेवारी मापन गर्नु वा बजार अनुसन्धान गर्नु वा उत्पादन बढाउनु भनेर भनेको छ। यसको राइट आन्सर हुन्छ अप्सन बी, कार्यको महत्त्व र जिम्मेवार मापन गर्नु। सार्वजनिक संस्थानमा कर्मचारीको पदोन्नति कसरी निर्धारण गरिन्छ? वरिष्ठताको आधारमा मात्र वा कार्य प्रदर्शन र योग्यता हेरेर वा मात्र योग्यता हेरेर वा कर्मचारीको रुचिको आधारमा भनेको छ।
अब कार्य प्रदर्शन र योग्यता हेरेर नै बढुवा पदोन्नति हुने हो हैन। अब मन परे ढङ्गले त हुने कुरो भएन। 45 मा हेर्छौं, सार्वजनिक संस्थानमा मानव संसाधन व्यवस्थापनले के सुनिश्चित गर्छ भनेको छ? उत्पादन मात्र सुनिश्चित गर्छ कि कर्मचारीको मनोबल र संगठनात्मक लक्ष्य प्राप्ति सुनिश्चित गर्छ कि बजार प्रतिस्पर्धा वा वित्तीय लाभ? यहाँ धेरै सबै कुरा लगभग मिल्ने जस्तो छ, तर अब एउटा मात्रै हामीले चुज गर्नुपर्ने हुनाले माथिका सबै अप्सन नभएको हुनाले अप्सन बी कर्मचारीको मनोबल र संगठनात्मक लक्ष्य प्राप्ति चाहिँ बढी मिल्ने देखिन्छ है त। यो भइसकेपछि हामी नेक्स्टमा जान्छौं 146 मा। सार्वजनिक संस्थानमा मानव संसाधन योजनाको आधार के आधारमा तयार गरिन्छ? उत्पादन योजना, कर्मचारी आवश्यकताको योजना, बजार योजना, वित्तीय योजना? यसको राइट एन्सर हुन्छ अप्सन बी कर्मचारी आवश्यकताको योजना। 147 मा हामीले हेर्नुपर्दा कर्मचारी मूल्याङ्कन पर्फर्मेन्स एप्रेजल को मुख्य फाइदा के हो भनेको छ? कर्मचारीलाई कारबाही गर्नु वा कर्मचारीको कामको स्तर थाहा पाउनु र सुधार गर्नु, त्यसैले बजार बढाउनु, उत्पादन घटाउनु भनेको छ। यसको राइट एन्सर के होला भन्दा अप्सन बी कर्मचारीको कामको स्तर थाहा पाउनु र सुधार गर्नु। 48 मा हेर्छौं, सार्वजनिक संस्थानमा मानव संसाधन व्यवस्थापनले कर्मचारीको कुन पक्षको विकास गर्छ भनेर हामीलाई दिएको छ है? वित्तीय योजना वा सामाजिक सञ्जाल वा दक्षता र क्षमता वा बजार विस्तार भनेर दिएको छ। यसको राइट एन्सर के हुन्छ भन्दा अप्सन सी दक्षता र क्षमता है त। 49 मा हेर्छौं हामी, सार्वजनिक संस्थानमा मानव संसाधन व्यवस्थापनमा सबैभन्दा धेरै ध्यान दिने पक्ष कुन हो? उत्पादन योजना वा कर्मचारी व्यवस्थापन वा बजार विकास वा वित्तीय लाभ भनेर दिएको छ। यसको राइट एन्सर हुन्छ अप्सन बी कर्मचारी व्यवस्थापन। नेक्स्टमा हेर्नुपर्दा 50 मा रहेको छ, सार्वजनिक संस्थानमा कर्मचारीको स्थिति विश्लेषणको काम के हो? बजार मूल्याङ्कन, पदका दायित्व र आवश्यकताको विश्लेषण गर्नु, वित्तीय योजना बनाउनु वा उत्पादन योजना तयार गर्नु भनेर दिएको छ। यसको राइट एन्सर हुन्छ अप्सन बी पदका दायित्व र आवश्यकताहरूको विश्लेषण गर्नु है त। 51 बाट नेक्स्टमा हेरौँला। यो भिडियो लामो पनि भइसक्यो है त। मैले सकेसम्म सबै कभर गरौँला भनेको। नेक्स्ट पार्टमा चाहिँ म तपाईलाई यसको बारेमा जानकारी दिनेछु वा तपाईको मिक्स गरेर पछाडि एउटै भिडियोमा पनि म राख्दिन सक्छु। ओके साथीहरु, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुस्। नेक्स्ट पार्टको लागि पार्ट 2 भनेर तपाई कमेन्ट गर्नुस् है त। 150 वटा क्वेशन हामीले आजकोमा हेर्यौं र बाँकी रहेको लगभग 100 वटा क्वेशनहरु अर्कोमा हेर्छौं है त।